कसरी भन्नु माई ड्याड ब्रोक माई भर्जिन क्या अब त्यो भन्दाखेरि पनि साइको हुन्छ क्या दाइ मैले त्यो पेन नन स्टप 2 वर्ष पुगेँ क्या दाइ यो बर्नको ट्रमा के पनि होइन क्या स्टिल कस्तो हुन्छ भने बर्न भइसकेपछि 1.5 महिना त्यो ब्लाइन्ड हुँदाखेरि धरि त्यो प्राइभेट पार्टहरू त्यसरी समाउन आइदिने क्या अब दाइ मलाई जे पर्यो मैले त्यही गरेँ हो नि त भन्दाखेरि मलाई मम्मीले के भनेको थाहा छ छाती उफार्दै गएको होला नि त बाउको अगाडि अनि समाउँदैन त नि 40% 3rd डिग्री बन्द भएको क्या म त्यो 7 लेयर भित्रको पुरा त्यो बोसो मासु नै देख्ने गरेर चाहिँ झरेको थियो क्या अन द स्पोट अनि यो हालेको चाहिँ मेरो यो लेफ्ट थाइको यहाँ घुँडादेखि यहाँ कम्मरसम्मको यो मेन मसल्स हुन्छ नि त्यो भेनको त्यो मसल्स नै निकालेर अनि यहाँ यसरी राखेको यो यसरी सिलाएको हो क्या अनि यमराजको काखमा गएर होइन फर्केर आएको मान्छे हो क्या दाइ अझ के चाहिँ सहन बाँकी छ क्या सोध्छु क्या Stories with Susan. स्टोरिज विथ सुजनमा तपाईँहरूलाई स्वागत छ म सुजन श्रेष्ठ सबैभन्दा सुरुमा हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोस् छेउमा रहेको बेल आइकनलाई थिच्नुहोस् तपाईँहरूको एउटा सब्सक्राइबले हामीलाई ठुलो मोटिभेसन मिल्नेछ र आज हामी ज्योति महतसँग कन्भर्सेसन गर्नेछौँ आजको कन्भर्सेसनको लागि म धेरै उत्साही धेरै प्रफुल्लित छैन किनकि कुनै कुनै कन्भर्सेसन गर्न लाग्दा मन भारी हुन्छ सो मन भारी पारेर आज एउटा कथा सुनाउने छु त्यसको लागि तपाईँहरू पनि तयार हुनुहोस् ज्योतिजी स्वागत छ नमस्ते सबैजनालाई कस्तो छ तपाईँलाई ठिकै छ आरामै छु तपाईँको कथा सुरु गर्नुभन्दा अगाडि तपाईँलाई चाहिँ अहिले फाइनेन्सियल क्राइसिस भइरहेको छ र त्यही जानकारी चाहिँ हामीले पाइसकिसकेपछि हामीले इनिसिएसनमा सानोतिनो यसो थोरै खर्च टार्ने गरेको रकम त सम्भवतः जम्मा भयो कति जम्मा भयो हामीले एउटा पोस्ट गरेका थियौँ 48,875 ओके र त्यतिले मात्र पुग्दैन तपाईँको ट्रिटमेन्टदेखि लिएर अन्य खर्चहरू पनि आफ्ना पर्सनल खर्चदेखि लिएर ट्रिटमेन्टहरूमा समस्या भइरहेको छ होइन त्यसको लागि पनि ज्योतिजीलाई चाहिँ सहयोगको आवश्यकता परिरहेको छ र त्यसको लागि चाहिँ तपाईँहरूले सिधै ज्योतिजीको ई सेवा अथवा ब्याङ्क अकाउन्टमा तपाईँहरूले जम्मा गरिदिन सक्नुहुनेछ सक्नेले जसले जति सक्नुहुन्छ चाहे 5 रुपियाँ चाहे 10 रुपियाँ 50 रुपियाँ 100 रुपियाँ 1000 5000 10,000 20,000 जसले जति सक्नुहुन्छ तपाईँहरूले एकचोटि उहाँलाई सहयोग गरिदिनु होला मानवको धर्म नै मानवता हो र त्यो धर्म चाहिँ हामीले निभाउनुपर्छ कसरी भयो यो घटना यो खासमा भएको चाहिँ म जब गर्थेँ पहिला फोटोग्राफी र क्यासियरको जब गर्थेँ होइन अनि त्यो दिन चाहिँ कस्तो भएको हो भने म जुन घरमा रेन्टमा बस्ने त्यही घरमा एक्सल्ट भएको हो क्या यो चाहिँ खासमा म चाहिँ लुबुमा बस्थेँ अनि त्यही दिन जबमा नगएको अनि ठ्याक्कै नुहाइधुवाइ गरेर बिहान फेरिको जहिले पनि अब त्यो जबमा नजाने बेला म ढिला उठ्ने मान्छे हो क्या अनि त्यो दिन चाहिँ चाँडै उठेर नुहाइधुवाइ गरेर बाहिर ठ्याक्क गेटमा त्यो टावल झुन्डाएर मेन रोडमै हो क्या त्यो घर चाहिँ अनि त्यहाँ चाहिँ उनीहरूले त्यो मूर्ति बनाउँछ क्या अक्सिजन ग्यासको सिलिन्डर र हामीले खाना बनाउने एलपी ग्यास जोइन गरेर चाहिँ त्यो पाता काट्ने रहेछ क्या त्यो 2टा पाइप जोडेर एउटाबाट नोजन निकालेर अनि त्यो पाता कटिङ गर्ने रहेछ क्या त्यही ग्यास एक्सप्लोर भएको हो क्या खासमा त्यो अब लाइटर लाउने बित्तिकै बाहिर फ्याल्न पर्ने हो नि त त्यो फायर त तर भित्र तानेको क्या त्यो मिस्टेक अब सिलिन्डरमा मिस्टेक थियो कि अब अक्सिजन सिलिन्डरमा मिस्टेक थियो अनि त्यसरी तानेर चाहिँ त्यहाँबाट चाहिँ एक्सप्लोर भएको हो क्या ठ्याक्कै म रोड जस्ट लाइक अब यो घर भयो घरको अब सडक यतिमा छ म ठ्याक्कै सडक पारी थिएँ सडक पारी भएको मान्छेलाई अब त्यो सटरमा त अब त्यो जता ओपन सर्भिस भयो त्यति आउँछ नि त त्यो फ्लेम त त्यो फ्लेमले मलाई 3 मिटर फालिदिएको हो क्या झन् त्यो सडकबाट पनि अगाडि त्यो किराना पसल थियो एउटा त्यहाँ पुऱ्याइदिएको हो क्या त्यो लप्काले फालेको 5 जना परेको थियो यसमा त्यहीँभित्र काम गर्ने 3 जना परेको थियो एउटा फुजे चाहिँ एक्सपायरी भयो 15 वर्षको एउटा फुजे त एक्सपायरी भयो अनि 2 जना दाइहरू हुनुहुन्छ उहाँ चाहिँ म्यारिड हो अनि अर्को एकजना पनि बाटोमा हिँड्नु परेको छ त्यो पनि यतै उसको घर भक्तपुर त्यो लुबुतिर बसिरहेको छ के अरे अहिले अनि एकजना चाहिँ म हामी जस 5 जना परेकोमा एकजना चाहिँ एक्सपायर भयो 4 जना चाहिँ अब छौँ भनौँ न
चारजना चाहिँ बाँच्न सफल हुनुभयो, एकजना चाहिँ एक्सपायर हुनुभयो। तर अनि त्यो बाँकी त्यो 2जना दाइहरू चाहिँ अब यतै लुबोम बस्नेले चाहिँ अब केही जब सबै त गरिरहेको छ भन्ने सुनिरहेको थिएँ। तर अनि त्यो अर्को 2जना दाइहरू चाहिँ म्यारिड हो कि, फेरि उहाँको फ्यामिली पनि छ, बच्चा पनि छ क्या। अनि घरबाट बाहिर निस्किनु पनि डराउने। अब अस्ति नै मैले यो BVS भन्ने अर्गनाइजेसन, यो बर्न भाइलेन्स सर्भाइभरको अर्गनाइजेसनमा म जस्तो प्रोग्रामहरू एटेन्ड गर्न गइरहेको हुन्छ क्या। अनि त्यहाँ चाहिँ मैले उहाँहरूलाई जोइन गराउन खोजेको थिएँ कि उहाँ नि बर्न भिक्टिम हो नि त, हामी अब एउटै केसमा परेको हो नि त। उहाँहरूलाई अब त्यो प्लेटफर्ममा गयो भने त अब हामी सबैजना एउटै भिक्टिम भयो नि त। अब त्यहाँ नर्मल मान्छे त हुँदैन, सबैजना हाम्रो जस्तो अब यो बर्नकै त्यो डिसेबल पर्सनहरू हुने हो नि त। अनि आउनु भन्यो कि तर पब्लिक फेस गर्न चाहिँ उनीहरू नमानेको क्या, डराएको क्या। अब मान्छेले के भन्छ, सोसाइटीले के भन्छ, अब बाहिर एक्कासी हिँड्दाखेरि अब अनेक जजमेन्ट। अब नेपाली सोसाइटीले अभियसली जज त अब यस्तो नमिठो जज गर्छ नि त, जजमेन्टल छौँ, एकदम जजमेन्टल छ नि त हाम्रो नेपाली सोसाइटी। कस्तो हुन्छ भने बाँच्छु भन्दाखेरि पनि त्यो सोसाइटीले गर्दाखेरि त्यो झन् डिमोटिभेट भएर त्यो मान्छे टोटल्ली ब्रेकडाउन हुन्छ क्या। त्यो लेभलसम्मको पनि छ क्या हाम्रो सोसाइटी। अनि तपाईँको ट्रिटमेन्ट चाहिँ नेपालमै भयो? तर मेरो ट्रिटमेन्ट चाहिँ कस्तो भने अनि एम्बुलेन्स आइपुगेन होइन, जस्तो एक्सप्लोड भयो। एक्सप्लोड हुन बित्तिकै त्यहाँनिर त्यो यति किराना पसलले इनार थियो होइन, म चाहिँ इनारनिर गएर बसेँ। अनि त्यहाँको दाइहरूले चाहिँ अब त्यो बिस्तारै हाल्नु पर्ने पानी होइन, अब अभियसली जो पनि हातिन्छ नि। अब अर्को त्यो 3जना दाइहरू त त्यहीँभित्र काम गर्दा उनीहरू त बाटोमा दौडिरहेको थियो। म चाहिँ त्यहीँ इनारनिर टक्क गरेर ठ्याक्क थचक्कै बसेँ। अनि दाइहरूले त्यो पानी हालिदिनु तान्दै हुनुहुन्थ्यो क्या। अनि मेरो यो हात पर्नुको रिजन चाहिँ मैले यो माथिको टी-सर्ट अनि भित्रको इनरहरू चाहिँ मैले सबै नै खोलेर फालिदिएको थिएँ कि, माथि केही पनि लुगा थिएन कि। त्यो नफालेको भइदिएपछि प्राइभेट पार्ट बन्द हुन्थ्यो। प्राइभेट पार्ट बन्द भएपछि केटी मान्छे बाँच्ने त्यो अप्सन नै हुँदैन अरे क्या, प्राइभेट पार्टहरूमा पऱ्यो भने। अनि त्यही टी-सर्टहरू सबै फाल्नको रिजनले चाहिँ मेरो यो हात पऱ्यो हो क्या, नत्र हात चाहिँ पर्दैन थियो क्या। त्यो बलिरहेको टी-सर्ट अब मैले पोल्छ भनेर फालिदिएको हो क्या। अनि दाइहरूले पानी हालिदिनु भयो, तर अब त्यो पानी बिस्तारै हाल्नु पर्ने। अनि उहाँहरूले फोर्सले हालिदिनु भयो होइन। अनि हाम्रो स्किनको चाहिँ 7 लेयर हुन्छ अरे क्या। अब त्यो मेरो चाहिँ 7 लेयर नै त्यही बेलामा नै झरेको थियो क्या, त्यही बेलामा नै। त्यही बेला अरू मान्छेहरूको जस्तै अब त्यो अस्ति हाम्रो यो गणेश नेपाली अरू समथिङ यो त्रिपुरेश्वरमा आग लागि भयो, उहाँको त्यो फेसमा त कालै थियो नि त। तर मेरो चाहिँ त्यस्तो थिएन क्या। त्यो 7 लेयर भित्रको पुरा त्यो बोसो मासु नै देख्ने गरेर चाहिँ झरेको थियो क्या अन द स्पोट नै। अनि यस्तै बन्द भएको 10 मिनटसम्म चाहिँ होस् थियो, त्यसपछि त होसै थिएन। अनि त्यो अर्को 4जना चाहिँ उनीहरूलाई चाहिँ होस नै छ। अनि एम्बुलेन्स पनि आएको थिएन। अनि पुलिसको भ्यानमा स्ट्रेचरमा चाहिँ मलाई चाहिँ स्ट्रेचरमा राखेर पुलिसको भ्यानमा यतापट्टि 2जना यतापट्टि 2जना। म त त्यो अब आँखा खुल्ला छ, अब होसबाट गइसक्यो क्या। त्यो मलाई अब थाहा नै छैन कि हस्पिटल लगेको के पनि थाहा छैन। अनि 1 गते त्यसरी एक्सप्लोड भयो। मलाई 6 गते मात्र होस आएको। 6 गतेसम्म त पुरा कोमामै हो, भेन्टिलेटरमा। अब बाँच्छ बाँच्दैन त्यो यताबाट केही स्योरिटी के पनि थिएन क्या। भेन्टिलेटरमै हुनुहुन्थ्यो? भेन्टिलेटरमा। अरूहरूलाई अब जस अरू नर्मल्ली होस आएर त्यो एक्सपायर भएको फुचेर चाहिँ अब 1 गते एक्सपायर भयो, ऊ चाहिँ 10 गते एक्सपायर भएर रहेछ। अनि जस अब उसले 10 दिन त पेन सह्यो, तर उसलाई ठिक भयो भन्छु म त। ऊ मरेर गयो, आनन्द भयो क्या दाइ। हामीलाई जो हुन्छ नि जसलाई बाँचेर आयो, ल भाग्यमानी रहेछ यस्तोबाट पनि बाँचेर आयो भन्छ नि मान्छेले, भन्छ हुन्छ नि। अब पोजिटिभ माइन्डसेट भएको मान्छेहरूले त्यसरी भन्छ होइन। तर नेगेटिभहरूलाई चाहिँ कस्तो हुन्छ भने जजमेन्टल हुन्छ नि त। ल यस्तो हुँदाखेरि पनि यस्तो भयो, झन् उनीहरूले त्यो डोमिनेट गर्ने क्या मान्छेहरू। अब त्यो कसैलाई त्यो होच्याउने बानी हुन्छ नि त। चाहे त्यो मान्छे आँखा देखोस् नदेखोस्, त्यो मान्छेको हात खुट्टा होस् नहोस्, उसलाई तल पार्ने कोही मान्छेहरू त्यस्तो पनि हुन्छ नि त। त्यस्तोको रिजनले हो क्या दाइ हाम्रो जस्तो बर्न भिक्टिम मान्छेहरू बाहिर। म बर्न भिक्टिम मात्र होइन, अरू डिसेबिलिटी भएको पर्सनहरू पनि बाहिर निस्किन खोज्दा पनि निस्किन नसक्नुको रिजन चाहिँ त्यही लाग्छ क्या। तपाईँलाई पनि अप्ठ्यारो लाग्छ निस्किन? धेरै नै नि। म पहिला यो जस्ट लाइक बन्द भएको त म लगभग 9 महिना त म हस्पिटलमै बसेँ। अरूहरू जस्ट लाइक 7 दिन आइसियु बसेर 24 दिनमा सबैजना लगभग 15 दिन 24 दिनमा डिस्चार्ज भइसकेको थिएन। म त किस्ट हस्पिटलको आइसोलेसन रुममा 24 दिन त आइसियुमै थिएँ। 24 दिन आइसियुमा बसेँ। अनि त्यसपछि माथि क्याबिनमा गएर बसेँ 20 दिन। त्यो बेलासम्म 3टा सर्जरी भयो होइन। अनि फेरि त्यसपछि यो आँखाको सर्जरी भयो। अनि आँखाको सर्जरी भएको बेलामा पनि 1.5 महिना पुरा ब्लाइन्ड। अब अज्यालो त्यो हुन्छ नि, उज्यालो अँध्यारो केही थाहा छैन। पुरा त्यो सिलप्याक हान्दैन त्यस्तो गरेको। अनि सानो सानो यहाँ होल राखिदिएको थियो, त्यो आई ड्रप र मलम जुस त्यो पास चाहिँ हुने गरेर। अनि अब मुखमा ल्याएर मम्मीहरूले खाना खान्थ्यो। त्यो बेला चाहिँ म घरमै थिएँ। अब खाना खाँदिनँ बेडमा। अब त्यो उतानबाट सुत्नु बाहेक के नो अप्सन क्या, सुत्नु बाहेक नो अप्सन। बेडबाट उठ्नु त झन् चान्सै छैन क्या। 1.5 महिना मैले त्यो ब्लाइन्ड पर्सनको पनि त्यो पनि एक्सपिरियन्स गरेँ क्या।
त्यो पनि भयो फेरि अनि पछि फेरि अब यो घाँटीको गनी भयो भनेको थियो नि त यो कस्तो भएको थियो भने मेरो यो र यो यस्तो जोइन्ट भएको थियो होइन स्ट्रेट त तब जस्ट लाइक मेरो अगाडि कोही आउनुभयो भने मैले स्ट्रेट हेर्नै सक्दैन थियो क्या कि त अब म पुरा सुत्न पऱ्यो होइन कि त अब त्यो मान्छे यसरी मेरोभन्दा तलपट्टि आएर अनुहार देखाउनु पऱ्यो कि नत्र भन्दा मैले देख्दै देख्दैन थिएँ अनि मलाई ओब्बर गाह्रो अनि पछि अनि कस्तो भयो भने यो मुखको पनि तपाईँले देख्नु यहाँसम्म दाग छ नि यो होइन यहाँसम्म कटिङ गराएको थियो क्या खासमा यो मुख यो लास्ट यो फाइनल यो घाँटीको सर्जरी गर्ने बेलामा पनि यो मुखमा त त्यो चम्चाको टुप्पो मात्रै छिर्थ्यो क्या खाना खानु पनि गाह्रो हुन्थ्यो त्यो हुन्छ नि कौवा चराहरूले दाना खान्छन् त्यसरी खानु पर्थ्यो क्या मलाई खाना खान नि 1 घन्टा त्यस्तो लाग्थ्यो 45 मिनट 1 घन्टा लाग्थ्यो खाना खान नि त्यो चम्चाले खाँदा अब हातले खाना त हातले खाँदा त दाइ सपना भइसक्यो भने अब सोच्नु न कस्तो मजाले हातले खाइरहने बानी हो नि त होइन त्यो अब आफ्नो अगाडि कसैले मजाले हातले मुसेर खाएको छ भने नि यस्तो चित्त दुख्छ कहिले खाने होला मैले पनि त्यसरी फिल हुन्छ क्या अब त्यो मैले अब ल 3 वर्ष कम्प्लिट 4 वर्ष रनिङमा छ नि त अहिलेसम्म चम्चाले हो नि त मैले खाएको हातले खाएको छैन क्या हातले खान मिल्दैन यो कन्ट्र्याक्चर भएर त्यो अब मिल्दैन क्या जस्ट लाइक स्ट्रेट काम गर्न चाहिँ के पनि नै मिल्दैन क्या अनि यो चाहिँ यसरी जोडिएको थियो अनि पछि सर्जरीहरू गरेर अनि यो पहिला गरेको अनि पहिला स्किन ग्राफ्ट गरेको चाहिँ यस्तै स्कार थियो होइन यस्तै स्कार चाहिँ यो कन्ट्र्याक्टर भएर चाहिँ यहाँबाट यस्तो जोइन भयो त्यो मैले त्यो नेक कलर लाउँदै पनि त्यो अब पहिलाको भेनहरू सबै त्यो बन्द भएर अनि नयाँ भेनहरू आउने हो नि त अनि त्यसरी आयो नयाँ भेनहरू आएपछि सबै कन्ट्र्याक्टर भयो क्या यो जसरी मेरो हात यसरी भयो न यहाँको पनि मासु त्यसरी नै भयो क्या त्यही भएर त्यो फुल्लेको हो होइन नि अनि यो पहिला राखेको यो स्किन ग्राफ्ट गरेको फ्यालिदियो उसलाई त्यो फोटो मसँग छैन अस्ति फलोअपमा गएको बेला डक्टर देखाउनु भएको थियो उहाँले जस्ट मलाई फोटो चाहिँ पठाइदिन्छु भन्नुभएको थियो अनि त्यो पहिला गरेको स्किन ग्राफ्ट फ्यालिदियो त्यो यसरी कटिङ गर्न बित्तिकै त्यो अब सर्लक्कै यस्तै भएको क्या किनभने मेरो भित्र त इफेक्ट पऱ्यो होइन नि त बाहिरको स्किन मात्रै त्यो भएको हो नि त ब्लेडले कटिङ गर्न बित्तिकै यसरी सर्लक्क गयो होइन अनि यो हालेको चाहिँ मेरो यो लेफ्ट थाइको यहाँ घुँडादेखि यहाँ कम्मरसम्मको यो मेन मसल्स हुन्छ नि हाम्रो त्यो मेन ब्लडको त्यो भेन हुँदैन त्यो भेनको त्यो मसल्स नै निकालेर अनि यहाँ यसरी राखेको यो यसरी सिलाएको हो क्या अनि यो अर्को राखेर अनि थाइको हो त्यही भएर यहाँ कपाल छ नि यो त अझ यहाँसम्म थियो नि यहाँसम्म थियो त्यो नेक कलर लाउँछ नि त्यो अब घाँटी भाँचिहरूको फ्र्याक्चर भएको मान्छेहरूले त्यस्तो देख्थ्यो क्या यहाँसम्म थियो यो त अझ मैले 1 हप्ता जति थेरापी गएँ 1 दिनको 2500 रुपियाँ लिन्थ्यो थेरापी होइन अनि 1 हप्तासम्म गएँ अब कति दिन तिर्ने होइन अब महिनौ गर्नुपर्छ नि थेरापी अब दिनको 2500 तिरेर त मैले थेरापी गर्नु त कहाँ एफोर्ड गर्न सक्छ त हो कि भन्नु न अनि 1 हप्तासम्म गएँ अनि कसरी गर्नुहुन्छ के गर्नुहुन्छ मैले सिकेँ होइन त्यसपछि अनि आफै यतिसम्म गरेँ हो क्या अनि अब योभन्दा चाहिँ घट्दैन अब यति फ्याट बाँकी छ अनि यो चाहिँ अब पछि अब यो हातको सर्जरी गर्ने टाइमिङमा चाहिँ मैले के भने अब एकैचोटि गर्ने मेरो अब यो सर्जरी भनेको यो कानमा यतापट्टि पनि यो चस्मा लगायो भने मास्क लाउनु मिल्दैन मास्क लगायो भने चस्मा लाउनु मिल्दैन क्या मेरो दुइटै लगायो भने मिल्दैन क्या यो राख्नुपर्छ अड्डिँदैन क्या कान पनि यतापट्टिको झरेको छ नि त अनि यो कानको पनि बनाइदिनुपर्छ अनि आँखा पनि अब यतापट्टि भन्दा यतापट्टि सानो देखिरहेको छ नि यो पनि यहाँ स्विचर छ क्या त्यो भित्रपट्टि अब यो पनि कटिङ गरेर खोलिदिने किनभने यो पनि कन्ट्र्याक्टर भएर मेरो आइलिड त क्लोज नै हुँदैन थियो क्या ओपन नै हुन्थ्यो क्या सुत्दाखेरि पनि सब पुरा नै देख्थ्यो क्या पुरा हावा छिरिरहेको थियो ओपन नै हुन्थ्यो क्या सुत्दाखेरि पनि पुरा मैले देख्थेँ क्या अब त्यो मान्छे चाहिँ निन्द्रामै हुन्छ पुरा अब कालो गेडीहरू सबै देखिरहेको हुन्छ तर त्यो आइलिड चाहिँ ओपन हुँदैन थियो क्या अनि त्यही भएर यो आँखाको सर्जरी अनि यो आँखाको सर्जरी गर्दाखेरि चाहिँ मेरो यहाँ कम्मरदेखि यहाँसम्म 17 टाँका छ यहाँको त्यो स्किन होइन क्या त्यहाँभित्रको रेड मिट निकालेर चाहिँ यो आँखा वरिपरि चाहिँ यो कम्मरको रातो मासु हालेको यो फेसमा भएको जति सबै स्किन चाहिँ राइट थाइको यो जुन स्किनहरू छैन यो स्किन यो हातमा राखेको स्किन यो सबै राइट थाइको अनि यो यहाँ लेफ्ट थाइको होइन अब फेरि हातको अपरेसन गर्ने बेलामा अब यतापट्टिबाट लिने भनेको छ स्किन होइन अब किनभने डोनर साइड त अब यतापट्टिबाट आँखाको लागि लियो अब यहाँको लागि अब लेफ्ट थाइबाट लिइसक्यो अनि राइट थाइबाट त अब स्किन राखेर स्किन ग्राफ्ट गरे हो नि त अब अरू पार्ट त अब त्यो डोनर साइडहरू त कुनै पनि छैन अप्सन नै छैन अनि यताको जस्तै यता पनि अब यसो नै चिरेर अनि यहाँको मासु गरेर चाहिँ अनि हातको अपरेसन गर्नुपर्छ अब के अपरेसन बाँकी छ यो हात सिधा बनाउनु छ आँखा खोल्नुपर्छ अनि यो फ्याट घटाउनु पर्यो अनि यो कान बनाउनु पर्छ अनि मेरो यो यता फर्किँदाखेरि चाहिँ म कम्प्लिटली फर्किन सक्दिनँ क्या किनभने यो सिलाएको हो नि त यो अनि यो पनि रिलिज गर्नुपर्छ क्या
यो पनि रिलिज गरेर अनि पुरा मुभमेन्ट यतापट्टिको जान सकेको जसरी यतापट्टि पनि जान मिल्ने गर्नुपर्छ क्या यो यहाँ कट गरेर यो जुन तपाईँले यो दर्दनाक यात्रा गरिरहनु भएको छ नि बाहिर निस्केर हिँड्न सकिरहनु भएको छैन हरेक चिज फेरि रिमेक गर्नु परेको छ आफ्नै बडीलाई यताको काटेर यता टाल यताको काटेर यता गर होइन यो देख्दाखेरि चाहिँ अघि पनि तपाईँले त्यो भाइले त बिचरा राम्रो भयो त्यो भाइ नबाँचेर भने जस्तो तपाईँलाई पनि बेकार बाँचेछु जस्तो लागेको कस्तो भयो भने अब फ्यामिलीको कुरा ल्याउँदाखेरि चाहिँ म 1 वर्षसम्म फ्यामिलीसँगै थिएँ होइन त्यसपछि आफ्टर बोर्न त्यो बेलासम्म मेरो 6वटा सर्जरी भएको थियो 6वटा 7वटा सर्जरी भएको थियो होइन अब म घरमै थिएँ अनि त्यसपछि मैले के भने त्यो बेला बालेन सर यहाँ काठमाडौँ महानगरको मेयर हुनुहुन्थ्यो नि त अनि उहाँले रोजगारी मेला चलाउनु भएको थियो टुटिखेलमा होइन मैले त्यहाँ फेसन डिजाइनिङको लागि फर्म भरेको थिएँ अनलाइन फर्म घरबाट नै भरेको थिएँ अनि जसमा ललितपुरको भए पनि एसएफ चाहिँ भएको थियो क्या अनि मैले जोइन गरेँ होइन म अब यहाँ जोइन भएपछि त अब क्लास त अभियसली अनलाइन क्लास हुँदैन त्यो त अब जानै पऱ्यो नि त मान्छे क्लास दिनको लागि अनि त्यस जाने आउने क्रममा चाहिँ अब एउटा सोसाइटीमा बसी कस्तो हुँदो रहेछ भने भन्छ होला नि त अब तेरो छोरी यस्तो जल्दाखेरि पनि किन यसरी हिँड्न दिएको सुनायो होला अभियसली या अब के हो अब त्यो मम्मीलाई थाहा छ होइन त्यो ड्याडीलाई थाहा छ उनीहरूले किन त्यस्तो बिहेभ गर्यो कसले के भनेर त्यस्तो मलाई बिहेभ गर्यो भनेर त्यो उनीहरूलाई थाहा छ तर उनीहरूले गरेको बिहेभले चाहिँ मैले सहन सकेन नि त किनभने यो बर्नको ट्रमा मात्र हेर्ने क्या बर्नभन्दा अगाडि पनि योभन्दा पनि डबल ट्रमा छ क्या दाइ यो बर्नभन्दा पनि अगाडि त यो बर्न त मेरो लागि केही पनि होइन क्या त्यो यो बर्न त मैले त्यो 10 मिनट भोगेँ नि 10 मिनटपछि मन कन्सियस भएन होइन त्यो 10 मिनट मात्र हो क्या मलाई फिल भएको पोलेको भनेर त्यसपछि मलाई पोलेको फिल छैन नि त अब त्यसपछि फिल भएको भनेको सबै चिरेको काटेको टाँका लगाएको टाँका निकालेको ड्रेसिङ गरेको अब यहाँको लगेर यहाँ लगेर यहाँ हालेको त्यो सबै अब सर्जरीहरूको पार्ट भयो नि त त्यो त अब पोलेको पार्ट भएन नि त पोलेको पार्ट त त्यही 10 मिनट मात्र भयो होइन त्यो पोलेको पार्टले भन्दा पनि अपरेसनहरूले एकदम पेनफुल बनाएको छ क्या लाइफ डर लाग्छ क्या दाइ मैले अब अपरेसन नगरेको 1.5 वर्ष भयो मलाई डर लागिरहेको छ क्या अब अपरेसन गर्न जान त्यस्तो फेरि त्यही पेन भोग्नु र त्यो किनभने त्यो पेनमा अब 1.5 वर्ष भइसक्यो मैले त्यो पेन बिर्सिसकेँ नि त जस 3 वर्षमा म यो लेभलसम्म मुभ अन हुन चाहिँ म आफैलाई पनि प्राउड फिल हुन्छ क्या आएर भन्ने हुन्छ क्या किनभने मान्छेहरू यो जुन संस्था छ नि बिबिएस त्योमा त्यहाँ दिदीहरू हुनुहुन्छ क्या 20 वर्ष 17 वर्ष घरमा गुम्सिएर अनि बल्ल बाहिर आउनु भएको क्या अहिले किनभने म त एकदम सर्ट पिरियडमा नै मैले आँट गरेँ हो नि त किनभने कस्तो भयो नि डेली टन हान्ने क्या घरमा अब त्यो रोज अब त्यहाँ अब क्लास लिएर आयो गयो होइन 2-3 घन्टाको क्लास हुन्थ्यो अनि आयो अनि एकछिन उसलाई भेट्थ्यो उसको घर मेरो साथी हो नि त अनि पाटनमा एकछिन हामी भेट्थ्यौँ लन हिलमा अनि चिया खान्थ्यौँ म घर नै जान्थेँ घरमा गएर अब यस्तो भइसकेपछि पनि 1-2 दिन चाहिँ मलाई त्यो किचनमा छिर्न चाहिँ डर लागेको थियो कि किनभने त्यो ग्यासको पड्केर यस्तो भएको हो नि त त्यो ग्यास देख्न बित्तिकै म पुरा काम थियो क्या त्यो बडीहरू पुरानै काम थियो क्या अनि 1-2 हप्ता चाहिँ मैले त्यो गइनँ त्यसपछि चाहिँ अनि खानाहरू मैले नै बनाउँथेँ क्या अनि त्यसपछि म 1 वर्ष त्यो घरमा बसिसकेपछि 1 वर्षसम्म खानाहरू यताउता सबै नै मैले बनाउँथेँ क्या त्यो अब घरको काम अरू चाहिँ सबै मम्मीहरूले नै गर्नुहुन्थ्यो अनि त्यो क्लास जोइन गरिसकेपछि चाहिँ अब एउटा कुरा त अब फ्रेङ्कली भन्नुपर्दा टु बी अनेस्ट त्यो पैसाको कुरामा पनि हो होइन अब त्यो मेरो इन्सुरेन्स पनि पछि आएको हो नि त त्यो मैले स्टुडियोमा गएर चौकी गएर 7बाट चौकीमा गएर पुलिससँग त्यहाँ कुरा राखेर त्यहाँबाट पनि नभएर मैले स्टुडियोमा खुद गएर स्टुडियो अफिसरसँग निवेदन राखेर मलाई यसरी ग्यासवाला र त्यो घरवालासँगबाट क्षतिपूर्ति चाहियो भनेर अनि पछि 5वटा सर्जरी गरिसकेपछि मात्रै मैले त्यो कम्पन्सेसन पाएको हो नि त 20 लाख रुपियाँ त्योभन्दा अगाडि त 1 रुपियाँ पनि पाएको थिएन नि ग्यास कम्पनी र घरबेटीबाट ग्यास कम्पनीले 13 लाख रुपियाँ दियो अरूलाई थोरै दिएको छ होइन त्यो अब उनीहरूलाई थाहा छैन होला मेबी होइन किनभने अब लेडिज अब त्यहीमाथि सबभन्दा धेरै बर्न भएको भनेको मै 40% 3rd डिग्री बर्न भएको क्या म अनि उनीहरूले चाहिँ अनि मैले त सिधै भन्दै किनभने हुन त उसले मलाई 13 करोड दियो भने त मेरो लाइफ पहिला जस्तो त आउँदैन नि उसले 13 करोडै दियो भने 13 अरबै दियो भने मेरो फेस पहिला जस्तो हुँदैन नि त हो किन ल भनौँ न जस्तो म जन्मेर आएको त्यस्तो त म हुँदिनँ नि त पैसाले त्यो कुरा आउँदैन क्या त्यो उसले 13 लाख दिन्छ दिँदैन भन्ने आशा होइन क्या तर त्यसले गर्दा सर्टेन टाइमको लागि मलाई सर्जरी गरेर रिलिफ हुन्छ कि भनेको भएर मैले मेरो हकको लागि गएको हो नि त त्यो निवेदन त त्यसरी चाहिँ अनि मैले त्यो
त्यो कम्पन्सेसन लिइसकेपछि चाहिँ यो सर्जरी गरेको यो सर्जरी गर्दाखेरिको अपरेसन चार्ज मात्रै 3.5 लाख रुपियाँ डक्टरको चार्ज मात्रै 3.5 लाख रुपियाँ कि नन स्टप 9 घन्टाको अपरेसन हो क्या यो बिहान 8:30 बजेतिर ओटी छिराएको मलाई बेलुका त्यस्तै 5:30-6 बजेतिर निकालेको हो क्या नन क्या अब यहाँको लगेर यहाँ हालेको अब त्यो लाइक हुन्छ नि मैले त पुरा स्टडी गरेर घर फलोअपमा पहिला फलोअपमा जानु पऱ्यो डक्टरसँग कन्सल्ट गर्नु पऱ्यो अनि त्यसपछि सर्जरी गर्ने हो नि त अनि गएर कन्सल्ट गरेर अनि त्यसपछि मैले घरमा गएर युट्युबमा गएर हेरेँ कि नेपालमा यो सर्जरी गरेको जम्मा 12 कि 13 जना मात्रै रहेछ यो चाहिँ अब कि मान्छे आयो कि गयो भन्ने टाइपले गर्नुपर्ने सर्जरी क्या एकदम क्रिटिकल सर्जरी हो क्या यो अनि अब मलाई गाह्रो भइरहेछ त होइन त्यो गाह्रो भए बाँच्नुभन्दा त बरु अब दिन आएको रहेछ भने त जान्छ नि होइन 5वटा सर्जरी त गरिसक्यो भनेपछि होइन यो एउटा गर्दाखेरि अब दिन आएको रहेछ भने त जान्छ नि तर गर्छु म भनेर अनि त्यसपछि भिडियोहरू हेरेँ अस्ट्रेलियामा गरेको रहेछ इन्डियामा गरेको रहेछ क्या अनि जसरी मेरो पछि गरेको यो मैले फोटोहरू हेरेँ नि डक्टरले देखाउनु भएको थियो यो यसरी गरेको भनेर पछि अनि त्यसरी जसरी मैले हेरेको थिएँ उहाँहरूले त्यसरी नै गर्नुभएको रहेछ क्या म जस्ट प्रिपेयर भएर गएको क्या यहाँको चाहिँ यसरी निकालेर अनि यहाँको हाल्ने रहेछ भनेर म फुल प्रिपेयर भएर ल अब गरौँ भनेर अनि फेरि मेरो ब्लड ग्रुप ओ नेगेटिभ अनि ब्लडहरू सबै म्यानेज गरेर अनि अपरेसन गर्नु गएको अपरेसन गर्नुभन्दा अगाडि म पुरा कन्सल्ट गरेर त्यो पुरा स्टडी गरेर होइन कसरी गर्ने त्यो अपरेसनलाई के भन्छ सबै कुरा स्टडी गरिसकेपछि मात्र म सर्जरी गर्न जान्छु क्या अनि यो सर्जरीमा 22 घन्टामा के 24 घन्टामा होस आउँछ भनेको थिएँ क्या 58 घन्टासम्म मलाई होस नआएको क्या म आइसियुमा थिएँ भेन्टिलेटरमा क्या 58 घन्टासम्म मलाई होस आएन होइन यमराजको काखमा गएर होइन फर्केर आएको मान्छे हो क्या दाइ त्यो मृत्यु भनेको कस्तो हुन्छ भन्ने कुरा मैले भोगेर आइसकेँ क्या त्यो मैले अब भनेर मैले यहाँ सेयर गर्दाखेरि त्यो अनौठो लाग्छ होइन तर एउटा कस्तो भयो भने म पहिला भगवान् त्यस्तो मान्दैन थिएँ होइन त्यो बेलामा कस्तो भने म आइसोलेसनमा जब मलाई होस आयो नि 6 गते मलाई होस आयो होइन 6 गते होस आयो तर होस आइसकेपछि पनि मलाई म बन्द भएको थाहा छैन 17 दिनसम्म मलाई थाहा छैन 17-18 गतेसम्म म जलेको छु भन्ने कुरा मलाई थाहा छैन मेरो कपाल पहिला लामो थियो होइन अनि त्यसपछि ड्रेसिङ गर्ने दिनमा चाहिँ त्यो दिन चाहिँ त्यो विथआउट पेन किलर ड्रेसिङ गर्लाउनु भएको थियो क्या अनि त्यो फेसको त्यो गज प्याडहरू निकाल्दाखेरि चाहिँ ठ्याक्क दुख्यो त्यो बेलामा थाहा भयो क्या 17 दिनपछि थाहा भयो कि ए मेरो फेस पनि बन्द भएको भनेर क्या फेरि त्यो ट्रिगर हानेको हो कि अनि पछि अनि यस्तो छाम्दाखेरि कपाल पनि छैन कपाल पनि पुरा तक्ला नै बनाइदियो नि त मलाई त हरेक सर्जरीमा अब यो लास्ट सर्जरी गरिसकेपछि मैले पालेको होइन अब यो सर्जरीमा नि मेबी अब इफेक्ट गऱ्यो भने चाहिँ फेरि काटिदिनुहुन्छ क्या फेरि जेरोमै हानिदिनुहुन्छ अब उनीहरूको ओटीमा लगेर पुरा त्यो कपाल जेरो हानेर अनि अनसर्जरी गरिदिनुहुन्छ क्या उहाँहरूले अनि मैले योचोटि चाहिँ अब एकैचोटि गर्ने डक्टर मलाई यो दोहोऱ्यातिर पेन फेरि म नलिने भनेको एकैचोटि गर्दाखेरि एकदमै हाई रिस्क हुन्छ हामी नगर्ने भनेर भन्यो क्या अनि यो अब एकचोटि चाहिँ हातको गर्ने अनि त्यसपछि चाहिँ अर्को लटमा चाहिँ अब यो घाँटीको अनि कानको यो आँखाको चाहिँ अनि अर्को लटमा गर्ने भन्नुभएको छ क्या एकैचोटि गर्दाखेरि चाहिँ एकदमै क्रिटिकल हुन्छ अरे क्या मृत्युको नजिक पुगेर फर्किँदाको अनुभूति चाहिँ कस्तो हुन्छ खुसी लाग्छ म बाँचेँ भनेर केही न केही गर्नु छ के दाइ त्यो हस्पिटलमा हुँदाखेरि 17 दिनपछि मैले थाहा पाएँ म बन्द भएको भनेर होइन तैपनि मलाई यो लेभल त्यो लेभलसम्मको पेन किलर दिन्थ्यो कि म फुल हेलुसिनेसनमा के म हस्पिटलको बेडमा छु होइन तर मलाई मन्दिरको अगाडि लर राखिदिएको छ क्या दाइ म मन्दिरको ढोका अगाडि गएर मजाले सुतेको छु क्या ल हेलुसिनेसनमा खाली मन्दिर मात्रै देख्ने क्या खाली मन्दिर मात्रै देख्ने क्या दाइ त्यो एउटा दियो बलिरहेको छ अरे होइन यो देखेकै क्या दाइ मेरो त्यो हेलुसिनेसन हुँदाखेरि मैले त्यो कुरा मैले त्यो भने पनि थिएँ क्या भित्री मनमा यो दियो निभ्यो भने चाहिँ भगवान् होइन म मर्छु होइन त्यो यो दियो चाहिँ ननिभाइदियो है भनेर क्या त्यो प्रे गरे क्या त हेलुसिनेसन हुँदाखेरि पनि त्यो दियो बलेको बले गरेको हो क्या महादेवको उसमा त्यो दियो बलेको बले गरेको त्यो दियो निभेन क्या दाइ म बाँचेर आएँ क्या त्यो रिजन छ क्या मैले त्यस्तो हेलुसिनेसनमा पनि त्यस्तो किनकि भगवान्को मन्दिर मात्र अगाडि गएर खाली घन्टा बजाएर पूजाहरू गरेको भजनहरू गाएको भगवान्को त्यो देउतामा ढोका अगाडि नै गएर म त्यसरी सुतेको देख्नु भनेको मलाई भविष्यमा केही न केही गर्नु छ भगवान्ले फिर्ता ल्याएको हो क्या त्यो बेलादेखि चाहिँ अनि मैले भगवान् मानेको हो क्या दाइ तपाईँ यो मान्नुहुन्छ कि मलाई भगवान्ले बचाएको हो भनेर त्यो दियो निभेन क्या त्यही भएर भन्छु कि म होइन अब बाँचेर आएँ नि तर मैले होइन अब ढिला होस् चाँडो होस् तर म केदारनाथ चाहिँ जान्छु क्या मैले होइन सकेँ भने म बाई रोड अब हुन्छ नि अब प्लेनमै जाम्ला हेलिकप्टरमै जाम्ला गाडीमै जाम्ला
के पनि सकिनँ भने म हिँडेर जान्छु क्या, तर केदारनाथ चाहिँ पुग्छु भन्ने सोध्छ क्या। त्यो बेलादेखि चाहिँ मलाई फेथ भएको हो कि इट्स लाइक भगवान् हुन्छ है भन्ने टाइपको क्या। अनि अहिले के कस्तो भइरहेछ नि, मैले म्यानिफेस्ट गरेको थिएँ क्या दाइ वनको जुन टाइममा मलाई फ्यामिलीले यस्तरी त्यो भन्यो नि, मैले जुन लेभलमा मैले घर छोडेर आएँ नि त्यो बेला मैले म्यानिफेस्ट गरेको थिएँ क्या। मलाई अरू के होइन भगवान् यो ठाउँमा पुऱ्याऊ होइन कि बेकारमा मैले मेरो छोरीलाई मैले यसरी बचाउन आएर यसरी घरबाट यसरी निकाल्यो भनेर मेरो बुवा आमालाई पछुतो होस् भनेर म्यानिफेस्ट गरेको थिएँ। त्यो कुराहरू बिस्तारै पुरा भइरहेछ क्या। तपाईँले घरबाट किन निकाल्नु पर्यो भनेको यो सम्पूर्ण उपचारको यात्रामा तपाईँलाई घरको पनि सपोर्ट छैन, सुरुवातमा पनि पैसा बढी खर्च भयो होइन। जम्मा आएको 20 लाख रुपियाँ कम्पन्सेसन क्षतिपूर्ति अहिलेसम्म मेरो 55-60 लाख गइसक्यो। त्यो सबै बाँकी भनेको फ्यामिलीले गरेको क्या 30-35 लाख। अनि हाम्रो फ्यामिली ब्याकग्राउन्ड त्यस्तो उपचार गर्नै नसक्ने ब्याकग्राउन्ड पनि होइन, उपचार गर्न सक्छ तर बाउकै नाममा जग्गा चाहिँ छैन, वाइल्ड सम्पत्ति छ क्या दाइ। फ्यामिली ब्याकग्राउन्ड एकदमै स्ट्रङ भएको मान्छे हो क्या मेरो बुवा आमाले मलाई अहिले साथ दिएको भइदियो होइन। म यहाँ यो आजको दिन म यहाँ आएको छु नि, म योभन्दा माथि पुगिसक्थेँ क्या त। मेरो बुवा आमाले मलाई जलिसकेपछि पनि सपोर्ट दिएको भइदियो। किन नगरेको त सपोर्ट? आफ्नो छोराछोरी बोझ भयो अरे, आफ्नो छोराछोरी त बाबुआमाको लागि त भगवानको स्वरूप हुन्छ भन्छन्। मान्छेहरू कस्तो कस्तो आफ्नो छोराछोरी आँखा नदेख्ने हातखुट्टा नभएको मान्छेहरूलाई बचाउनको लागि कसरी हिँडिरहेको हुनुहुन्छ क्या। हो कि ल भन्नु न, त्यो माया त्यो हुन्छ नि अरूको माया बाटोमा हिँड्दाखेरि पनि अब देखाउँछ नि आफ्नो बच्चालाई माया, त्यो देख्दाखेरि चाहिँ अनि लास चित्त दुख्छ क्या, एकदमै चित्त दुख्छ क्या। अनि यो अस्ति भर्खर यो 2 महिना अगाडि जतिको कुरा होला, मेरो भाइले चाहिँ फ्रेस हुनको लागि चाहिँ उता मलाई रुबी भ्याली लगेको थियो क्या। अनि फर्केर आयौँ होइन, हामी आयौँ अनि मम्मीले फोन गरेको थियो क्या मसँग। त मलाई त त्यो हुन्छ नि यस्तो त्यो सुन्न सक्ने नसक्ने शब्द बोल्नुहुन्छ कि इभन सौदिनी आमाले पनि त्यसरी भन्नुहुन्न होला र बाहिरको मान्छेले पनि आजसम्म मलाई त्योबाट बोलेको छैन होला जुन मेरो आमाले मलाई बोल्नु भएको छ क्या। अनि भाइले फोन गर्नुभयो क्या, मम्मीले आवाज मात्रै सुन्छु म बोल्दिनँ होइन, म आवाज मात्रै सुन्छु भन्यो क्या। अनि यस्तो मजाले भन्यो बाबु कहाँ आइपुग्यो भन्यो भनेर म भर्खर फर्किँदैछु, अब आज म यता साथीकोमा बस्छु, मसँग भेटेको भनेर थाहा छैन क्या। मसँग भेट्यो भने पनि भाइलाई नै नराम्रो क्या, फलान्तो गर्ने ढिस्कान्तो गर्नेसँग यसरी भेटिस् योसँग खाते साथे बप्पाल त्यो वर्डहरू युज गरेर किन भेटिस् भनेर भाइले त्यसरी भन्छ अरे क्या। अनि अब त भाइले बुझिसक्यो नि त मैले किन घर छोडेको, फ्यामिलीले किन मलाई त्यसरी ब्लक गरेर फ्यामिली किन मलाई त्यसो बिहेभ गरेको, त्यो सबै कुरा भाइ अब मेच्योर हुँदै आयो नि त। अब अहिले 12 पास गर्यो होइन, जस उसले घरमा भोगिरहेको छ नि त त्यो कुरा। म नभइसकेपछि मम्मीको टर्चर मेबी उसले भोगिरहेको होला होइन। अब मलाई टिकटकमा देख्छ मैले फ्यामिलीको बारेमा खुलेर किनभने यो मेरो हकको कुरा हो नि त। बाहिरको मान्छेले गरेर गर्दाखेरि मात्रै मैले आवाज उठाउनु पर्छ भन्ने छैन कि। इभन मेरै फ्यामिलीले मेरै आमा बाउले नै मलाई त्यस्तो गर्नुभएको छ भने त मैले आवाज उठाउनु पाउँछु नि त, त्यो त मेरो हकको कुरा हो। आमा बाउ हुँदैमा मैले आवाज उठाउनै पाउँदिनँ भन्ने त छैन नि त, अभियसली पाउँछु नि त। हो कि ल भन्नु न। अनि मेरो चाहिँ के सोच छ भने 27 वर्ष भयो म अहिले, 23 वर्ष हुँदा यस्तो भएको, अब म 26 र 27 लाग्छ होइन। 35 वर्षको टार्गेट राखेको छु क्या दाइ। 35 वर्षसम्म चाहिँ होइन म आफ्नो बल बुद्धिमा म जहाँसम्म गर्न सक्छु, कसैको पनि सपोर्ट चाहिँदैन होइन। 35 वर्षसम्म चाहिँ स्ट्रगल गर्छु होइन, त्यो लेभलसम्म चाहिँ हेर्छु कहाँसम्म पुग्छु भनेको छ क्या। त्यो लेभलसम्म चाहिँ म वेट गर्छु क्या, किन मान्छेले धैर्य पनि राख्नुपर्छ नि त। सबै कुरा भइहाल्दैन नि त, इन्स्टेन्टली केही पनि हुँदैन नि त। हो कि ल भनौँ न, जुन कुरा आफूले सोचेको छ त्यो कुरा भइदिइहालेको भइदियो त सबै मान्छेहरू पीडामुक्त हुन्थ्यो होला, समस्यामुक्त हुन्थ्यो होला नि त, हुँदैन नि त। त्यो कुरा धैर्य गर्नुपर्छ नि त। मैले धैर्य गरेर भएर म आज यहाँ पुगेँ क्या त। ओके, जस्तो तपाईँलाई घरबाट निकाल्यो अथवा घरबाट ब्लक भयो, त्यत्रो सबै सम्पत्ति पनि धेरै छ, अहिले चाहिँ हामीले पब्लिकमा अपिल गर्नु परिरहेछ सहयोगको लागि, त्यही भने घर परिवार हुँदाहुँदै भने त्यसको कारण चाहिँ तपाईँले मिस्टेक गर्नुभयो? तपाईँले गलती नगरिकन त छोराछोरीलाई त्यतिसम्मको सजाय त नदेलान्। मैले आफैले सुसाइड एटेम्प गरेर मेरो यो इन्सिडेन्ट भएको भइदिए उहाँहरूले जुन बिहेभ अहिले गर्नुभएको छ नि जायज हुन्थ्यो क्या। मेरो गल्ती छैन नि त यसमा, मेरो लाइफ ड्यामेज भएको म आफैलाई नै छ नि त, ट्रमा म आफैलाई छ नि त। किनभने सोच्नु न दाइ, केटी मान्छे होइन 23 वर्षको उमेरमा फेस नै परेको हो नि त। मेरो पहिलाको फेस हेऱ्यो भने यसरी अट्याक भएको भन्छ, कसैले पनि पत्याउँदैन क्या दाइ।
म ग्यास एक्सप्लोजनमा परेको भनेर तिमीलाई यसरी नै छापेको भनेर भन्छ क्या पहिलाको फेस हेर्दाखेरि त्यस्तो राम्रो थियो क्या दाइ अनि मेरो फेस नै यस्तो भएको हो नि त अनि जुन मेरो विकनेस छ जुन कुराले मलाई ट्रिगर गर्छ त्यही कुरा लिएर मेरो मम्मीले मलाई टन्ड हान्नुहुन्छ क्या जस्तै यस्तो अब यस्तो डढेको अनुहार लिएर पनि डढेको ठुटो जस्तो यस्तो कालो अनुहार लिएर पनि त्यहाँ टुटिखेलसम्म चाहिँ के सिक्न जान मन लाग्यो होला त्यो अब त्यो सिके पनि त्यो दुनियाँको लुगा सिलाउने सिक्या त हो नि त्यो फेसन डिजाइनर भनेको टेलरिङ लुगा सिलाउने मात्र सोच्नुभयो न्यारो माइन्डेड कस्तो हुन्छ भने त्यो दिन त्यो बेला त मैले होइन दाइ यति लेभलसम्म टर्चर पाएको छु कि यति लेभलसम्म टर्चर पाएको छु कि नो वान क्यान इभन इमेजिन कि होइन मेरो लाइफमा मैले कुन लेभलसम्मको ट्रमा झेलेर आइरहेको छु क्या टु बी अनेस्ट मैले अहिले डिप्रेसनको औषधि खाइरहेको छु 3 दिन अगाडि मात्रै फेरि चेकअप गर्न गएको फेरि डोज बढाइदिएको छ क्या दाइ कसैले पनि पताउँदैन कि म डिप्रेसनमा गएको भनेर कि इभन मेरो बहिनीले पनि पताइरहेको छैन कि ल म जस्तो मान्छे डिप्रेसनमा गएको भनेर क्या किनभने बाहिर म जति बोल्ड देख्छु नि जति कन्फिडेन्ट देख्छु नि किनभने भित्रपट्टि कस्तो छ भने म स्ट्रङ छु सबैलाई मैले यिनीहरू सबैलाई मैले मोटिभेट गरेर यिनीहरूलाई मैले यसलाई र मेरो भाइलाई मैले आफ्नो बच्चा जस्तो राखिरहेको छु नि त अहिले किनभने मेरो आफ्नो ब्लड आफ्नो रगतको नाता भनेको मेरो भाइ फर्केर आएको हो नि त ऊ भनेको कोही कसैले साथ नदिएको बेलामा साथ दिएको मान्छे हो क्या यिनीहरू दुइटा अब जे भने दिदी भन्छ नि त यिनीहरूले मलाई बच्चा जस्तो काखेर आइरहेको छु नि त लास्ट त दुख्छ क्या यिनीहरूलाई भन्छु क्या म तिमीहरूलाई नराम्रो लाग्दैन भनेर भन्छु क्या जे हुनु भइसक्यो ढिलो चाँडोको कुरा हो होइन जे हुनु भइसक्यो त्यो कुरामा चित्त दुखाएर केही हुने नै होइन नि भनेर भन्छ क्या तर कहिलेकाहीँ चाहिँ कस्तो लाग्छ भने मेरो रुममा फोटो छ क्या दाइ फ्यामिली फोटो पनि छ क्या फ्यामिली फोटो छ म भाइ अनि मम्मी ड्याडी भएको अनि त्यसपछि मेरो यो जलनकै यो ट्रेनिङमा गएको सर्टिफिकेट छ क्या अनि त्यसपछि मेरो पहिलाको फोटो छ क्या फ्रेम अनि ठ्याक्कै बेडको सिरानी माथि छ त्यो फोटो चाहिँ अनि बेडको अपोजिट अहिले चाहिँ म अपोजिटपट्टि गएर भएँ अनि यसरी ठ्याक्क त्यो बेलुका हुन्छ नि अब त्यो ओभर थिङ्किङ आउने नै बेलुका हो नि त त्यो फोटो हेर्दाखेरि चाहिँ सोध्छु क्या होइन अझ के चाहिँ सहन बाँकी छ क्या सोध्छु क्या बन्डभन्दा अगाडिको यो बन्डमा पनि मेरो गल्ती छैन दाइ होइन यो बन्डभन्दा जुन ट्रमा मैले भोगेँ नि त्यो ट्रमा पनि मेरो गल्ती छैन क्या यो बन्ड त के पनि होइन क्या त्यो के यस्तो झन् त्यो अब कसरी भन्ने कस्तो भएको थियो भने म 10मा पढ्थेँ होइन हाम्रो चाहिँ अब 2टा सेक्सन थियो होइन अनि म चाहिँ बी सेक्सनमा थिएँ जस्ट म सेकेन्ड गल्थेँ राम्रै पढ्थ्यौँ कि अनि हाम्रो 1 हप्ता अगाडि मात्रै ए सेक्सनको होल क्लास चाहिँ अब बङ्क हानेर उनीहरू अब मेरो घर लेले भयो हाम्रो त्यहाँबाट फुलचोकी जान जम्मा 6 घन्टा वाकिङ मात्र हाइकिङ 6 घन्टा मात्र हो कि अनि त्यसपछि हाम्रो बी सेक्सन पनि जाने कुरा भएको थियो होइन अनि त्यो बेलामा त अब 2073-70 मा बल्ल अब यसरी स्क्रिन टच मोबाइल आएको त्यो त अब बल्ल 10 वर्ष अगाडिको कुरा भयो नि त भर्खरै त आएको थियो नि त होइन हामीलाई त अब मोबाइलै थिएन नि किप्याड मोबाइल पनि दिनु हुँदैन थियो नि मैले मोबाइल पाएको भनेको 11 कक्षाको बिचमा पुगेपछि हो आफ्नो मोबाइल पाएको भनेको अनि त्यो बेलामा कस्तो भयो भने हामी फुलचोकी जाने फिक्स भयो होइन हाम्रो होल क्लास अनि भोलिपल्ट फुलचोकी जाने भनेको छ भनेर मैले भन्न चाहिँ भने तर मोबाइल लान्छु यताउता चाहिँ के पनि भनेको चाहिँ थिएन अनि बिहान उठ्दाखेरि चाहिँ मैले मोबाइल लगाएको छ है भनेर भने अब त्यो बेलामा ड्याडीले निन्द्रामा हुन्छ भन्नुभयो होइन यो मोबाइल थपक्क यसरी सिरानी लिएर थपक्क टिपेर मैले गोजीमा हालेँ मैले लिएर गएँ मोबाइलको मैले लक पनि स्क्रिन पनि हेरेको छैन क्या त्यो मोबाइल मैले त्यो आधी डाँडा पुगुन्जेलसम्म पनि मैले मोबाइल छोएको पनि थिएन क्या त्यहाँ गइसकेपछि फोटो हेर्छु फोटो खिच्न पऱ्यो भनेर ठ्याक्कै स्क्रिन खोल्दाखेरि अब त्यहाँ पुरा पोन भिडियो थियो क्या अगाडि नै क्या एल्बम 8-9वटा क्या अब म त साइको हुन्छ नि दाइ त्यो बेलामा सोच्नु न 10 वर्ष अगाडिको कुरा होइन म भर्खर 10मा पढ्ने मान्छे म 14-15 वर्षको मान्छे साइको हुँदैन त्यस्तो देख्दाखेरि त अनि मैले त्यो कुनै पनि के पनि गर्नु सबै डिलिट हानिदिएँ क्या अनि मेरो एउटा साथीले पनि देखेको थियो होइन ऊ चाहिँ फर्स्ट गर्ल हो त्यो के पनि प्ले पनि गर्ने के पनि गर्नु त्यो ट्विटर सबै डिलिट हानिदिएँ क्या मैले सबै डिलिट हानिदिएँ अनि हामी घुम्यौँ फुलचोकी गयौँ अनि घर आयौँ होइन घर आइसकेपछि मोबाइल माग्नुभयो मैले मोबाइल दिएँ हामी त्यसै 6:30 बजीतिर पुगेको थियो होइन मैले मोबाइल दिएँ मोबाइल दिइसकेपछि अनि यहाँ अगाडि भिडियोहरू थियो नि त भन्नुभयो क्या अनि त्यो नचाहिने भिडियोहरू रहेछ मैले त डिलिट गरिदिएँ भनेर भनेको क्या हेरेर त डिलिट गऱ्यो होला नि पक्कै भनेर भन्नुभयो क्या
यो भिडियो डिलिट मात्रै गयो कि गयो तैँले त पक्कै गयो। अनि जहिले पनि तिमी भन्नुहुन्थ्यो त्यो बेलामा चाहिँ यो भिडियो पक्कै तैँले त्यत्तिकै त डिलिट गरिनस्, हेरेर त डिलिट गरिस् होला नि होइन, कस्तो लाग्यो त भन्यो। अनि त्यसपछि सिधै नै समाउनु भएको हो क्या। सोच्नु होइन, अब कसरी भनौँ, माई ड्याड ब्रोक माई भर्जिन क्या। अब त्यो भन्दाखेरि पनि साइको हुन्छ क्या दाइ, बाबा साइको हुन्छ क्या। त्यो दिन म यति रोएँ होइन, यति रोएँ। अनि त्यसको भोलिपल्ट कि पर्सि भोलिपल्ट पनि फेरि त्यही रिपिट भयो, भोलिपल्ट पनि त्यही रिपिट भयो होइन। त्यसपछि म गएँ माइल बाबाको घरमा गएँ क्या। अनि माइल मम्मी हुनुहुन्थ्यो, फुपू हुनुहुन्थ्यो, अनि हजुरआमा हुनुहुन्थ्यो। अनि मैले भनेँ मलाई ड्याडीले यस्तो यस्तो गर्नुभयो, हिजो अस्ति फुलचोक गएको थिएँ, अनि यस्तो यस्तो गर्नुभयो, म घर नजा, डर हुन्छ नि त दाइ, हो कि ल भनौँ न। अनि मैले त्यसो भनेर म नमिठो रोएँ क्या दाइ। मलाई घर जान हात खुट्टा कामिरहेको थियो क्या। म घर नजाने, मलाई फेरि त्यस्तै गर्छ, म घर जाँदै नजाने भने क्या। दिदी मलाई फेरि त्यस्तै गर्छ, म नजाने भन्नु भने दिदीहरूले चाहिँ अनि नजाने भन्नुभयो होइन। अनि पछि ड्याडले बोलाउनु भयो क्या। अनि आएँ, अनि पछि अङ्कल पुलिसमै हुनुहुन्थ्यो नि त। अनि अङ्कललाई पनि भनेँ कि मैले, अनि ड्याडले मलाई यस्तो यस्तो गर्नुभयो, यस्तो यस्तो गरेर म फुलचोक गएको थिएँ, त्यो भिडियो मैले हेरे पनि थिएन, के पनि थिएन, तैँले हेरिस् होला, अब यस्तो यस्तो कस्तो कस्तो लाग्यो यताउता भन्नु, मलाई यस्तो भयो भन्नु भनेको। भनेर अङ्कल आउनुभयो कि, अङ्कल ड्रेसमै आउनु भएको थियो। अनि अङ्कलले चाहिँ म मेडिकल चेक गर्न लान्छु भन्नुभयो क्या। मैले सिधै भनेको, ड्याडीले चाहिँ होइन कि होइन मैले त्यस्तो गरेको छैन भन्नुभयो नि त। अनि मैले सिधै भनेको कि मलाई मेडिकल चेक गर्न लैजानु होइन, गरेको हो कि होइन सबै थाहा पाउनुहुन्छ, हिजो पनि गरेको, आज पनि गरेको, म यो घरमा बस्दै नबस्ने भनेर भनेको हो क्या मैले। मलाई घरभित्रै छिन डर लाग्यो क्या दाइ। अनि अङ्कल, माइलो बाबा, अनि माइलो मम्मी, फुपू आउनु भएको थियो होइन मलाई लिएर, यसलाई मेडिकल गर्न लगिस् भने होइन म सबैलाई काटिदिन्छु भन्नुभएको क्या ड्याडीले। त्यो सुनेर मलाई कसैले पनि मेडिकल गर्न लान आँट गर्नु भएन क्या। अङ्कलहरूले बोल्नु नै भएन क्या। त्यसपछि अङ्कलहरूको हातबाट थुतेर मलाई लिएर आएको हो क्या। त्यसपछि होइन 10मा पढेँ, 10 स्कुलमा पढेको भरमा मैले राम्रो रिजल्ट ल्याएँ, 79% आएको थियो होइन मेरो स्कोर। मैले स्कुलको भरमा मैले त्यति पनि स्कोर गरेँ। अनि त्यसपछि मैले 11 पनि जोइन गरेँ, 12 को इन्डिङसम्म भयो क्या दाइ। किनभने 15-16 वर्षको उमेरमा अब कहाँ जाने के गर्ने कसलाई भनेको मान्छेबाट सपोर्ट आएन, हो कि ल भन्नु न। जुन मेरो फ्यामिली थियो, जसले चाहिँ मेरो कुरा सुनेर उहाँहरूले भनिदिनु पर्ने थियो, उहाँहरूलाई नै त्यसरी भन्नुभयो नि त ड्याडीले। डरले, बाउको डरले गर्दाखेरि मलाई के पनि नै भएन क्या त्यो बेलामा। मैले त्यो पेन ननस्टप 2 वर्ष पुगेँ क्या दाइ। यो बर्नको ट्रमा के पनि होइन क्या। स्टिल कस्तो हुन्छ भने थोरै पानी ल्याइदेऊ। हजुरलाई गाह्रो हुन्छ भने होइन नभन्दा भन्नै पर्छ क्या दाइ। मैले फ्यामिलीमा रिलेटिभ्समा यो कुरा सेयर गरेर कसैले पनि बिलिभ गर्नु भएको छैन क्या। यसरी आई हेभ प्रुफ क्या। स्टिल अहिलेसम्म पनि मेसेज गर्छ क्या।
2 वर्ष त्यो ट्रमा सह्यो होइन त्यसपछि अब मान्छेको लिमिट हुन्छ नि त अनि मैले 12 क्लियर गर्ने बित्तिकै म छुट्टै नै बस्थेँ क्या भाइलाई होस्टेल राखिदिएँ भाइलाई घरमा कर गरेर भाइ बिग्रियो भनेर मैले जबरजस्ती भाइलाई होस्टेल राखिदिएँ भाइलाई होस्टेल राखिदिएपछि मैले फोटोग्राफीको कोर्स जोइन गरेँ होइन त्यसपछि म एक्लै जब गरेर म एक्लै बसेँ क्या 2 वर्ष मलाई टाइम लाग्यो यो पढेर यताउता 2 वर्षसम्म मलाई धेरै गाह्रो भएको थियो रेन्टमा बस्न त्यो बेलामा पनि अनि त्यसपछि मैले 5-6 वर्ष मजाले काम गरेँ घरबाट एक्लै पनि दिँदा उनीहरूसँग जो कन्ट्याक्ट कहिले काहीँ हुन्थ्यो होइन बोलिन्थ्यो फोनमा चाहिँ बोलिन्थ्यो घर जान डर लाग्थ्यो कि चाडपर्वमा गयो भने पनि जान्थेँ बिहान जान्थेँ बेलुका आउँथेँ बास बस्ने गरेर जान डर लाग्ने कि आफ्नो घर जानु आफ्नो घरसँग डर लाग्थ्यो तपाईँले चाहिँ आफ्टर 12 चाहिँ घर छोडेर बाहिर बस्न थाल्नुभयो ओके जब गरेँ होइन त्यसपछि 5-6 वर्ष जब गरेँ मजाले घरबाट एक्लै मलाई हेर्न पनि परेन होइन मैले घरमा हेर्दा पनि हेर्दैन थिएँ त्यसपछि कहाँबाट फेरि अब हुन त मान्छेको कर्म हो नि त त्यो हामीले भनेर डिसिसन गरेर म यस्तो गर्छु उस्तो गर्छु हामीले टार्गेट राखेर हुँदैन क्या दाइ एकदम अनप्रेडिक्टेबल टाइपको छ क्या हाम्रो लाइफ कतिखेर कहाँ गएर के हुन्छ त्यो दिन कहाँ सोचेको थियो त हो क्या ल भन्नु न त्यहाँ पड्केलाएर मेरो यस्तो होला भन्ने टाइपले क्या त्यो 10 मिनटको पेन चाहिँ यतिसम्मको एक्सट्रिम लेभल थियो कि मलाई अहिले कसैले सोध्नुहुन्छ क्या तिम्रो ट्याटु कति धेरै रहेछ तिमीलाई ट्याटु हान्दा दुखेन भनेर भन्नुहुन्थ्यो क्या त्यो ट्याटु हान्दाखेरि म त्यो आइसीयूको पेन सम्झिन्थेँ क्या दाइ के पनि नै दुख्दैन भने यो बनपछि हानेको ट्याटुहरू हो नि त यो मेरो जुन मेमोरी भएको 2-3वटा ट्याटुहरू कुनै पनि दुखेन क्या यो पेनपछि पेन अब 9वटा अपरेसन भयो होइन त्यो बन्द भएको त्यो 10 मिनट त जलेको मात्रै एक्सपिरियन्स भयो होइन यो 9 चोटि त कहिले कहाँको चिरेर कहाँ हालेछ त्यो साइन्स ल्याबमा भ्याएको तला चिरेर एक्सपेरिमेन्ट गर्छन् नि त्यो पढाउने बेलामा त्यो पुरा हुन्छ नि आन्द्रापुटी साडी म मेरो सर्जनलाई पनि भन्छु क्या तपाईँलाई त पुरा एक्सपेरिमेन्ट गरे जस्तो भइरहेछ है मेरो बडी भनिदिन्छु क्या म सर्जनहरूलाई नि उहाँहरूले नि भन्नुहुन्छ क्या तिमी बाँच्नु भनेको मिराकल हो क्या उहाँहरूले नै होप छोडिदिएको मान्छे हो क्या म डक्टरले नि यो मान्छे चाहिँ बाँच्दैन नै भनेर क्या बाँच्छ भन्ने मान्छे चाहिँ मऱ्यो त्यो फुजे जम्मा 10% बन्द भएको मान्छे हो क्या ऊ मऱ्यो क्या अब म 40% 3rd डिग्री बन्द भएर पनि बाँचिरहेको छु क्या त्यो केही गर्नु छ जस्तो लाग्छ क्या मलाई त्यसपछि यो आँखाको अपरेसन गर्दाखेरि पनि आँखाको अपरेसन गऱ्यो होइन आँखाको अपरेसन गरेर घर गयो 1.5 महिना ब्लाइन्ड भयो नि 1.5 महिना ब्लाइन्ड हुँदाखेरि पनि जस्ट लाइक मैले अघि नै भनेको थिएँ नि यहाँ सानो सानो होल चाहिँ राखिदिन्थ्यो क्या अनि त्यसमा आइड्रप हालिदिनु पर्थ्यो क्या दिनको 3 टाइम एकचोटिमा 3 थरीको हुन्थ्यो क्या 3टा बोतलको ड्रप भनौँ न 2 थोप हाल्नु पर्थ्यो अनि 5 मिनटको डिस्टेन्समा त्यो हालिदिन आउँदाखेरि पनि प्राइभेट पार्टहरू टच गरिदिने अनि त्यो सेड्युस गर्न खोज्ने किनभने अब मम्मी त मलाई हेर्नै डराउनुहुन्थ्यो क्या घरमा लगिसकेपछि नि मम्मीले त म आफ्नो ड्रेसिङहरू म आफै गर्थेँ मेरो जुन यहाँबाट यहाँसम्म हालेको थियो नि यो टाँका त अब हस्पिटलमा निकालिदियो होइन तर मेरो यहाँ त टाँका नै थियो क्या यहाँको टाँका चाहिँ हस्पिटलबाट डिस्चार्ज भएर घर आएको 15-20 दिनसम्म नै टाँका थियो क्या अनि एक दिन बाबुलाई बोलाएँ त्यो टाँका ड्रेसिङ गर्नलाई अनि हात कामी गयो क्या दाइ अब हुन त आफ्नै मान्छेको अब त्यत्रो ठुलो घाउ देख्दा आँतिन्छ नि त तँलाई डर लाग्यो बाबु भनेको अनि डर लाग्यो भन्यो त्यसपछि मैले आफ्नो ड्रेसिङ म आफै गर्थेँ क्या सबै आफै गर्थेँ मैले घरमा जस्ट लुगा धुने र भाँडा माझ्ने कामहरू चाहिँ मम्मी गर्नुहुन्थ्यो नत्र मैले खाना बनाउने काम त्यो अब मलाई एकदम हाइजिनिक चाहिन्छ क्या ओसिडी टाइपकै हुन्छ क्या त्यसरी काम गर्थेँ जस्ट अनि कहिलेकाहीँ चाहिँ कस्तो लाग्छ भने ऊ अहिले मसँग बसिरहेछ नि उसको फ्यामिलीसँग त राम्रोसँग कन्ट्याक्ट छ नि त अब उसको लाइक हिजो अब उसको मम्मी बिरामी हुनुभयो भने ऊ दिउँसो घर गएको थियो क्या मेरो त अब इभन होइन 1 वर्ष अगाडिको कुरा हो मलाई चाहिँ त्यो बेलामा कस्तो भएको थियो नि ग्यास्ट्रिकले गर्दाखेरि चाहिँ एब्डोमेन पेन भएको थियो अनि त्यो आन्द्रा फुलेर चाहिँ लिभरमा टच भएर घाउ भएको थियो क्या त्यो बेलामा म 7 दिन किस्टमा राखेको थिएँ क्या मलाई 1 वर्ष अगाडिको कुरा होइन अनि मैले चाहिँ के भने आउँदैन भन्ने त मलाई थाहा नै थियो
त्यही पनि भए पनि अब एडमिटै गर्नु परेपछि इमर्जेन्सीमा राखेर अब मुखबाट खान नमिल्ने नाकबाट पाइप राखेर अब त्यो पुरा इन्डोस्कोपीहरू सिटी स्क्यान एमआरआई सबै गर्नुपर्ने सिचुएसन आइसकेपछि त अब एकचोटि त इन्फर्म त गर्नु पऱ्यो नि होइन जस्तो जे पनि अनि एकचोटि भनिदियो भने यसलाई मैले भनेँ क्या अनि त्यो बेलामा कल उठायो अनि कल उठाइसकेपछि हामीलाई मतलब छैन बिरामी होस् नहोस् ऊ कहाँ बसिरहेको छ के गरिरहेको छ मर्या बाचे हामीलाई त्यो बिरामी भएको पनि हामीलाई थाहा छैन त्यो हामीलाई फोन पनि नगर उसको बारेमा त हामीलाई सुनाउँदै नसुनाऊ भन्दै रहेछ क्या उसलाई 7 दिन बस्यो किस्ट हस्पिटल होइन 1.5 लाख बिल निस्किया थियो दाइ होइन एउटा साथी छ क्या त्यो 1.5 लाखै उसले तिर्दिएको हो क्या 2 जना पक्का साथीहरू भनेको यो र त्यो एउटा साथी छ क्या उसले तिर्दिएको हो क्या त्यो पैसा सबै सोच्नु न त्यो सबै त्यहाँको बिल त्यस्तो हुँदाखेरि पनि आएनन् क्या तपाईँले मैले अझ केस गर्नु भएन फुपूलाई पनि अझ मैले त पर्सनली नै फुपूलाई नै होइन फोन गरेर दिदी म यसरी बिराम भएको छु किस्टको होइन सर्जरी वार्डमा राखेको छ यति नम्बरको बेडमा छु होइन एकचोटि भनिदिनु ल भेट्यो भने चाहिँ भनेर भनेको थिएँ कि मैले हामीसँग त कुरै गर्दैन भेटै हुँदैन भनिदिनु भयो क्या फुपूहरूले पनि अनि त्यसपछि अनि मैले हस्पिटलबाट निस्केँ होइन अनि जहिले पनि अनि मेसेज गर्ने क्या ड्याडीको मेसेज आइरहेको थियो क्या अनि जहिले कस्तो हुन्थ्यो नि अब जस्ट लाइक मिस यु बेबी हुन्छ नि अब लाइक एकदम सेडक्टिभ टाइपको मेसेज गर्ने भनौँ न जस्ट लाइक इभन हामी गर्लफ्रेन्ड बोयफ्रेन्डमा पनि त्यसरी कुरा गर्न सक्दैनौँ होला इभन मैले त्यसरी कुरा गर्न सक्दिनँ त्यसरी कुरा गर्न आउनुहुन्छ क्या त्यो सबै प्रुफ राखेको छ क्या त्यहाँ मैले किनभने उसले मलाई थाहा छ नि त उसले उताबाट त डिलिट गरिदिन्छ किनभने उताबाट डिलिट फर एभ्री वान गरिदियो भने त प्रुफै छैन नि त मेसेज पठाउनु बित्तिकै ड्याङ स्क्रिनसट गरेर राख्दैछ क्या मैले केस पनि हाले हो नि केस हाल्यो अनि के भयो त्यो केस हालेपछि 6 महिना पनि नखुमा पनि पुग्यो हो मैले नखुमा 6 महिना बाउले छिराइदिएँ अनि त्यसपछि फेरि अनि यो ट्रिटमेन्ट गर्नु पर्ने भयो अनि पैसा कहीँबाट पनि म्यानेज भएन निकाल्नै पर्ने भयो क्या बाउलाई निकालिदिएँ कुन ट्रस्टले निकालिदियो भने ल म बाहिर निस्किसकेपछि चाहिँ म सबै उपचारहरू गरिदिन्छु म पहिलाको जस्तो एक्सनहरू यताउता के पनि गर्दिनँ भनेर निकालिदियो पछि छैन अब अहिले कन्ट्याक्ट छैन अनि कहिलेकाहीँ चाहिँ मेसेज गर्नुहुन्छ क्या तपाईँले त्यो केस फिर्ता लिनुभयो पछि 6 महिनापछि ल अब यस्तो गर्ने भनेर यसरी ट्रिटमेन्टको लागि हेल्प गर्ने भन्नुभएको छ होइन सबै कुराको लागि जिम्मेवारी लिने भन्नुभएको छ भनेर पेपर गरेर अनि मैले केस फिर्ता लिएँ नि त तर बाहिर निस्किसकेपछि डिसिजन गरिसकेको थिएन फाइनल डिसिजन गरिसकेको थिएन अनि निकालिदिइसकेपछि सर्लक्क चेन्ज भयो नि क्या सर्लक्क घर जानुभयो त्यसपछि नो कन्ट्याक्ट अनि हट च्याट गर्ने हो भने होइन सेक्सी च्याट गर्ने हो भने चाहिँ म कुरा गर्छु अब तिम्रो म सिधै भनिदिन्छु क्या टपिकको कुरा गर्नु भयो गर्नु मलाई अरू त्यो कुरा गर्नु छैन भने किन मुडमा छैन हो बेबी भनिदिनुहुन्छ ल अहिले पनि स्टिल बन्द भइसकेपछि 1.5 महिना त्यो ब्लाइन्ड हुँदाखेरि धरि त्यो प्राइभेट पार्टहरू त्यसरी समाउन आइदिने के अब दाइ ब्लाइन्ड छु नि त म अब उसले कुन हात कहाँ कसरी मुभमेन्ट गराएको छ त मैले कसरी देख्छु त देख्दिनँ नि होइन इभन त्यो ब्लाइन्ड हुनुभन्दा अझ यो आँखाको अपरेसन गर्नुभन्दा अगाडि 24 दिन आइसियु बसेँ होइन 24 दिन आइसियु बसेपछि क्याबिन सिफ्ट भयो नि त अब क्याबिनमा त त्यहाँ बेड हुन्छ टिभी पनि हुन्छ अनि त्यहाँ अब कुर्ने पेसेन्टलाई त्यहाँ भिजिटरहरूको लागि त्यहाँ सोफा त्यो सुत्ने बेड जस्तो पनि हुँदो रहेछ क्या अनि त्यहीँभित्र अब किचन जस्तो किचन स्ल्याब पनि सानो हुने अनि वासरुमहरू सबै हुने त्यही क्याबिन रहेछ क्या दिनको 7,000 रुपियाँ चाहिँ लिने रहेछ अनि मलाई त अब त्यो अरू घरमा राख्नु भएन त्यसमै राख्नुपर्छ मम्मीले मलाई हेर्न नसक्ने आउँथ्यो यसो 10 मिनट जति हेर्थ्यो जान्थ्यो त्यति हो त्यस्तो कुर्न बस्न ओर्न त्यस्तो त कहिले पनि आएन अनि क्याबिनमा हुँदाखेरि पनि अब बेलुका अब त्यो अब सर्जरी वार्डहरूमा पनि नर्सहरू अब वरदोरो गर्छन् औषध दिने टाइमिङमा गर्छन् होइन क्याबिनमा त कोही पनि हुँदैन अनि त्यो बेलामा पनि त्यो अब मलमहरू यता त्यो टाउकोहरूमा लगाइदिनु पर्ने अनि यो नेकहरूमा अब त्यो सर्जरीहरू गरेको ठाउँमा लगाइदिनु पर्छ नि त अब त्यो गरेको बेलामा अब त्यो गाउन मात्र लगाएको हुन्छ हामीलाई जस्ट लाइक इनर वेयरहरू पनि के पनि लाउनु पाउँदैन नि त हस्पिटलमा बस्दाखेरि अनि त्यो अब गाउन मात्रै हुन्छ अनि त्यो जस्ट लाइक गाउनभित्रबाट नै त्यो बडी पार्ट्सहरू चलाइदिने औषधि त्यो बेलुका दिँदाखेरि अब त्यो औषधि दिइसक्यो अनि अब
निन्द्रा त लाग्दैन नि त औषध दिन बित्तिकै अनि बेड मिलाएर त्यो सुत्ने बेलामा चाहिँ त्यसरी चलाउन आइदिने क्या क्याबिनमै हुँदाखेरि क्या घर पनि पुगेको छैन डिस्चार्ज फर्स्ट टाइम घर डिस्चार्ज भएर म घर पनि पुगेको छैन क्या त क्याबिनमा मलाई त्यही डर थियो क्या यही इन्सिडेन्ट फेरि नदोहोरोस् भनेर सोचेको थिएँ क्या त मैले हस्पिटलमा त्यो भयो भनेपछि होइन डिस्चार्ज भएर म घर गइसकेपछि चाहिँ फेरि यो इन्सिडेन्ट चाहिँ नदोहोरोस् है भनेको थिएँ क्या तर दोहोरियो क्या घर गइसकेपछि पनि घर गइसकेपछि धेरैचोटि दोहोरियो क्या धेरैचोटि सम्झना आयो क्या अब अहिले त मम्मीसँगै बस्छ होइन अहिले फेरि उनीहरू सँगै नै बस्छ मम्मी यो सबै हुनुको रिजन मेरो मम्मीले गर्दा हो क्या म 7 क्लासमा हुँदाखेरि हाम्रो मम्मीले होइन छोडेर जानुभएको क्या छुट्टै बस्नु जानुभएको क्या मम्मी हुनुहुन्थेन क्या मम्मी छुट्टै तरकारी पसल गरेर यहाँ सातो बाटोमा एक्लै बस्नुहुन्थ्यो क्या मेरो भाइलाई 8, 9, 10मा हुँदाखेरि हुर्काएको नि मैले हो क्या मम्मी हुनुहुन्थेन क्या मम्मी घरमा नभएको भएर मेरो बाउले त्यस्तो गर्यो त इफ मम्मी घरमा भइदिएको बाउले त्यस्तो गर्ने आँटै गर्दैन थियो नि हो कि ल भन्नु न मम्मीको पनि मिस्टेक छ क्या मम्मी त्यो बेलामा घर छुटेर नगइदिएको भइदिए बाउले त्यस्तो गर्दैन थियो होला क्या अहिले मम्मी ड्याडी भाइ बस्छ क्या घरमा तर भाइ चाहिँ जस उता बस्या भन्ने मात्र हो फुल्ली सपोर्ट त्यसलाई जस्ट मैले उसलाई पनि त प्रुफ देखाउनु पऱ्यो नि त किनभने मान्छेले जे पनि बोल्छ आफ्नै मान्छे भनेर विश्वास गर्नुहुन्न होइन रगतको नाता भए पनि ल हेर प्रुफ बाउले यसरी मेसेज गरेको भनेर मैले उसलाई सबै स्क्रिनसट देखाइदिएको क्या क्लियर गर्नु पऱ्यो नि त अनि उसले पनि बुझ्यो नि त मैले किन घर छोडेको अहिले मेरो भाइ कस्तो दुःख मान्छ यो भयो हिजो रोको यिनीहरूको पनि टेन्सन छ नि त भाइ भर्खर 12 पास गऱ्यो होइन अब फर्दर ब्याचलर के पढ्ने के गर्ने अब फ्यामिलीबाट अब आफै अब पार्ट टाइम जब गर अनि ब्याचलर पढ अब 12सम्म पढाइहाल्यो पनि भन्दैछ अरे क्या उसलाई जस अब सपोर्ट गरिरहेको छ भाइले होइन धेरै सपोर्ट गराएछ क्या त मैले सोचे पनि थिइनँ कि यदि सर्ट पिरियड अफ टाइममा त्यसरी सपोर्ट गरेर आउँछ भनेर क्या हिजो बेलुका पनि म नमिठो रोएको हो कि यही कुरामा ह्यारेसमेन्ट पर्सनल ह्यारेसमेन्ट आफ्नै बाउबाट हो कि ल भन्नु त्यो ट्रमा त झन् 2 वर्ष कि 2 वर्ष चाहिँ 5 वर्ष त म आनन्दले बसेँ नि फेरि बन्द भयो जलेको पीडा छुट्टै हो कि ल भन्नु अपरेसनको पीडा छुट्टै यति मैले भन्नु यति हो कि होइन फेरि मलाई त्यही ट्रमा दिनु थियो भने होइन फेरि मलाई यसरी होच्याएर भन्नु थियो भने किन बचाएर ल्याएको क्या जिउँदै मारे हो नि त दाइ यो त होइन त तपाईँलाई भगवान्सँग रिस उठ्दैन सबैभन्दा बढी पाप त तिमीलाई नै लाग्छ भगवान् भनेर उठ्छ नि अझ के मात्र सहन बाँकी छ के मात्र पीडा दिनु बाँकी छ भने म कसरी सराप छु उसलाई पनि थाहा छ क्या सबैजना क्या त यस्तो हुन्छ है कस्तो हुन्छ भने फेरि धेरै मान्छेहरू चाहिँ नचाहिने कुरा मसँग डिस्कस गर्न आउँछ क्या मेरो फेस देखेर इनोसेन्ट देख्छ नि त विथआउट गल्ती पनि मलाई डोमिनेट गर्नु खोज्छ क्या तर म कसैको त्यो डोमिनेसन चाहिँ सहदिनँ क्या म झुक्दिनँ क्या त कसैको मैले आजसम्म 1 रुपियाँ लुटेर खाएको पनि छैन होइन कसैले यो जस्ट लाइक आएको छ पब्लिक हेल्थबाट यति धेरै पब्लिक सपोर्ट पनि आइरहेछ बरु पब्लिकले गरिरहेछ क्या मामघरको त्यो मम्मीको बहिनीहरू मामघरको मामाहरू कोही पनि बोल्दैन पारिवारिक सदस्यहरूसँग कसैसँग पनि आफ्नो ब्लड रिलेसन को पनि नै छैन क्या कोही पनि छैन भन्यो त यो बन्द भएको वर्षको दसैँ मनायो होइन त्यो बेला म नर्मल नै थिएँ त्यो मैले त्यो वर्षको दसैँ मनायो त्यही वर्षको फागुनमा एक्सपर्ट भयो होइन त्यसको अर्को वर्ष पनि दसैँ मनाएँ मैले बन्द भइसकेपछि एउटा दसैँ मनाएँ घरमै मनाएँ त्यसपछिको दसैँ दाइ होइन मैले यसरी मनाएको छु नि म लाइफमा बिर्सेन्न क्या दाइ त्यो कुरा चाहिँ म उसको घरमा बस्थेँ होइन अब उसको दाइ विदेशमा हुनुहुन्थ्यो अनि पछि उसको दाइ पनि आउनुभयो नि त अनि अब कस्तो हुन्छ नि नयाँ मान्छेलाई अब 81 चिराउँदाखेरि त अलिकति गाह्रो हुन्छ नि त मैले रुम पनि लिएको थिइनँ क्या त्यो ठ्याक्कै दसैँको टाइमिङ नै भनौँ घटस्थापना भन्दा 3-4 दिन अगाडिदेखिको कुरा हो होइन म 2 महिना होटेल बसेँ क्या दाइ दसैँको टिकाको दिन पनि म होटेलमा थिएँ क्या सोच्नु न कस्तो मन हल्लो भयो होला क्या सबैजना होइन त्यो अब बाटोमा हिँडिरहेको मान्छेहरू देखिरहेको छु सबैजना होइन तर जति नै त्यो चित्त दुखे पनि होइन सुसाइडको थट चाहिँ आउँदैन नि दाइ आउँदैन
गुड त्यो चाहिँ हुँदैन एकजनाले एक्सेप्ट नगर्ला दुईजनाले एक्सेप्ट नगर्ला नेपालमा एक्सेप्ट नगर्ला अर्को देशहरू पनि छ नि त हाम्रो देशमा भन्दा म बाहिर गएँ भने होइन दाइ यति रेस्पेक्ट पाउँछु नि हामी जस्तो डिसेबल पर्सनहरूको लागि छुट्टै रेपुटेसन छ क्या त्यहाँ उनीहरूको क्या हरेक प्लेटफर्महरू उनीहरूलाई हरेक अपर्च्युनिटीहरू अभाइलेबल छ क्या दाइ हाम्रो नेपालमा बाँच्छु भन्दा पनि छैन क्या अब बाटोमा बच्चाहरू मनपर्छ होइन बोल्न जाँदाखेरि फेस देखेर डराउँछ टाढा टाढा भाग्छ क्या या चित्त दुख्छ नि त्यो बेलामा अनि साथीभाइहरू भयो ठ्याक्कै नि नर्मल मान्छेलाई बिहेभ गर्ने र अब यस्तो भइसकेपछि बिहेभ गर्नेलाई त्यो म साइकोलोजी पनि ठ्याक्कै बुझ्ने भइसक्यो परिसक्यो नि त बाहिरको मान्छेले गर्दा होइन क्या फ्यामिलीले गर्दा पऱ्यो क्या त्यही फ्यामिलीले पनि अब अङ्कल काका ठुलो यताउताले गरेको भइदिए छुट्टै कुरा क्या आफ्नै बाउ आमाबाट पाएँ क्या ट्रमा आमाले सपोर्ट नगर्नुको कारण चाहिँ के थियो त थाहा नै छैन यस्तो भइसकेपछि मम्मीको त्यो कम्मरको नसा च्यापेको थियो कि अनि लेफ्ट खुट्टा प्यारालाइसिस नै भएको थियो होइन अनि मलाई थेरापीमा छोडेर अनि ड्याडीले मम्मीलाई थेरापीमा लानुहुन्थ्यो क्या मेदान्तमा गर्नुभएको थियो अकुपन्चर गरेर राख्यो भने मलाई के भन्नुभएको थाहा छ अब उहाँले जुन वर्ड बोल्नुभएको त्यही वर्ड बोल्छु है तरन्डीको टेन्सनले गर्दाखेरि मेरो नसा च्यापिएर मेरो खुट्टा यस्तो भयो तैँले त आफू बाँचेर त घाँडो भइस होइन मलाई पनि अब घाँडो बनाइदिस् होइन भनेको कि अब मेरो दोष छ त दाइ त्यसमा उसको नसा च्यापेको मेरो दोष हो त होइन नि मेरो फेस यस्तो भएको मेरो दोष हो त होइन नि त्यही पनि उसले भोग्न परिरहेछ क्या दाइ अझ बाँकी छ क्या यो त मैले होइन जस्ट लाइक हुन्छ नि मेरो एजमा जस्ट लाइक मेरो एजको मान्छेहरूले मैले जति कसैले पनि भोगेको छैन मम्मीलाई मैले भने हो क्या पछि बाउले किन यसरी केस हालिस् भनेर भन्ने थिएँ सोधेको थिएँ कि मलाई मम्मीले अनि मैले जाउले खेलमा त्यहाँ महिला ऐनमा अनि मैले भने मलाई जस्तो गरे हो मैले त्यस्तै केस हालेको हो मलाई पनि त आफ्नै बाउको इज्जत त्यसरी उडाउनलाई कसैको छोरा कुनै छोराछोरीलाई रहर हुँदैन नि दाइ हुन्छ त ल भन्नु त हुँदैन नि त्यही माथि त्यो रेप केस भनेको जस्तो मैले ह्यारेसमेन्ट रेप केस भनेको जस्तो केस इट्स नट अ जोक के दाइ हो कि ल भन्नु न त्यही माथि म त्यो हुन्छ नि 12 मात्रै मैले ब्याचलर चुन गरेको छैन मैले 12 मात्र पढेको होइन एकदमै त्यो हुन्छ नि दिमाग भएको मान्छे हो क्या म पागल त होइन नि त मैले मेरै बाउलाई गएर मैले त्यो केसमा हाल्नको लागि किनभने मलाई थाहा छ त्यो केसमा हाल्यो भने कति वर्ष जान्छ र के हुन्छ भनेर मलाई सबै थाहा छ नि त त्यही पनि मैले गएर केस हाल्न पर्यो नि त त्यो बाध्य गरायो के तैँले बाउलाई किन यसरी गरिस् भनेर भन्यो क्या मलाई जे पर्यो मैले त्यही गरेँ हो नि त भनेर भन्दाखेरि मलाई मम्मीले के भनेको थाहा छ छाती उफार्दै गएको होला नि त बाउको अगाडि अनि समाउँदैन त नि अब सोच्नु होइन सौदिन आमाले पनि त्यसरी भन्दैन होला मेबी मलाई मेरो बाउ आमा होइन अब तैँले जे भने त्यही मान्छु होइन तँलाई राजकुमारी नै परि नै बनाएर म टाउकोमा टेकाएर राख्छु भन्यो भने पनि मलाई मेरो बाउ आमा चाहिँदैन क्या दाइ त्यो हुन्छ नि त्यो अब आउँछ नि इन्टरकास्ट गरेर त्यो छोरीको त्यो श्राद्ध गरेको अनेक त्यो त्यस्तो टाइपको हो के बाउ आमा छ भन्दा छ तर छैन के दाइ रुँदाखेरि होइन ल मेरो काँधमा हालेर रोन त भनेर गान्ने मान्छे छैन सबैलाई बुझिदिन्छु मलाई बुझिदिने मान्छे कोही छैन क्या दाइ म सबैलाई सम्हाल्छु मलाई सम्हालिदिने कोही पनि छैन क्या भित्र धेरै कुरा बितिरहेको हुन्छ क्या तर जस आफ्नो त्यो पेन चाहिँ अरूलाई मलाई देखाउन चाहिँ मन लाग्दैन एकदम रिलेट गर्छु एकछिन देखायो ए हो र भन्छ 10 दिनको त्यो सिम्प्याथी हो त्यसपछि पछाडि कुरा काट्छ क्या मान्छेले अहिलेको रियालिटी नै त्यही छ क्या दाइ एउटा कोठा खोज्दाखेरि मैले कोठा नपाएको क्या दाइ यस्तो भएर सोच्नु न अब
जब गर्नु जाँदै 3 ठाउँमा रिजेक्ट भएको फेस यस्तो भएर ट्रमा सक्यो दाइ बल्ल बल्ल रुम पाएको थिएँ कि अहिले त्यही रुममा बसिरहेको इजिली रुम पाइनँ जब 3 ठाउँमा ट्राई गरेको 3 ठाउँमा एक्सपिरियन्स क्वालिफिकेसन सबै भएको होइन अरू स्टाफहरू डाइभर्ट हुन्छ इफेक्ट हुन्छ अरू स्टाफहरूलाई तपाईँले गर्दा हामी राख्दैन भन्यो क्या फेसले गर्दा म रिजेक्ट भएको क्या 3 ठाउँमा म गरेर खान्छु भन्दाखेरि पनि छैन क्या ठाउँ दाइ अवसर छैन सरकारले बनाइदिएको छ छैन थाहा छैन तर जहाँसम्म मैले स्टडी गरेको छु जहाँसम्म मैले जानेको बुझेको साली मैले ट्राई गरेको छु त्यहाँसम्म छैन कि अब तपाईँले काम गर्न पाउनुभयो भनेदेखि कस्तो खाले काम चाहिँ म गर्न सक्छु भन्ने जस्तो लाग्छ मलाई त काम भनेको त यो त्यो भन्ने नै छैन जस्ट लाइक मेरो हात मात्र सिधा पारिदियो भने म अरू केही होइन जस्ट लाइक अब पहिला एम छुट्टै थियो पहिला नर्मल लाइफ थियो नि त त्यो बेलाको एम छुट्टै थियो क्या किनभने मेरो हाइट पनि छ वेट पनि ठिक थियो नि त त्यो बेलामा सबै कुरा ठिक थियो अनि मैले त्यो फोटोग्राफी सिकेको थिएँ अनि म मोडलिङतिर पनि ट्राई गरौँ कि भनेर मलाई त्यो बेलामा थिङ्किङ आएको चाहिँ थियो कि एकचोटि अनि घरबाट चाहिँ धेरै नै प्रेसर आएको थियो विदेश भनेर त्यो विदेश जबरजस्ती पठाउँछ भनेर मलाई विदेश जान मनै नभएर मैले पासपोर्ट नबनाएको हो कि मैले अहिलेसम्म बनाएको छैन अब यो प्लास्टिक सर्जरी गर्नु पऱ्यो भने म गर्नलाई बाहिर जानु पऱ्यो भने मात्र बनाउँछ नत्र बनाउँदिनँ भनेर बसिहाल्छु अनि यो केस गर्दाखेरि बाउलाई मैले त्यो केस गर्दाखेरि अनि मेरो घरमा लुगाहरू अब मैले ल्याउनु पऱ्यो नि त लुगाहरू लिन जाँदाखेरि यो र म गएको थियौँ कि जाउले हेलको भ्यान नै लिएर गएको हो कि 2 जना पुलिस नै लिएर लुगा लिन गयो घरमा होइन लुगाहरू प्याकिङ गरिरहेको थिएँ अनि मम्मी हुनु नि थिएन रहेछ क्या पसलमा हुनुहुँदो रहेछ त्यो बेलामा भाइ मात्रै थियो कि अनि ड्याडीलाई त अब त्यस्तो केस हालेर त ड्याडीलाई त कस्टडीमा राखिसकेको थियो नि त मलाई मेरो मम्मीले अब त्यसरी केस हाल्यो अनि अब लुगा लिन आयो भनेर लाइक यस्तै खालको एउटा अफर थियो क्या मेरो हाम्रो त क्यान बियर हुन्छ नि हो सेम त्यस्तै एउटा अफर थियो क्या त्यो अफरले होइन यो लेफ्ट थाइको अब यहाँको निकालेको हो नि त यो लेफ्ट थाइमा मलाई सेन्सेसन फिलै हुँदैन दाइ यो घुँडाबाट यहाँ कम्मरसम्म अहिलेसम्म मलाई अहिले पनि मलाई फिल हुँदैन क्या यसरी चलाएको अब त्यो तातो चिसोहरू अनि यसरी छाम्दाखेरि यतापट्टि यसरी बस्दाखेरि यहाँ यसरी हड्डी नै भेट्छ कि यहाँ अब यहाँको पुरा फ्याट नै निकालेर यहाँ हालेको हो नि त यतापट्टि भेट्दैन यतापट्टिको थाइ ठुलो छ यतापट्टि ठ्याक्कै भेट्छ कि हड्डी अनि यहाँ सेन्सेसन फिल हुँदैन यही लेफ्ट खुट्टामै ताकेर अनि त्यो उफरले हानेको क्या मलाई मेरो मम्मीले त्यो बेलामा अनि मलाई यत्रो यो पेन सबै दिनु थियो त बचाएर किन ल्याएको हो कि किनकि मलाई 6 दिनसम्म त म कोमामै थिएँ नि त मलाई थाहा थिएन नि त हो कि ल भनौँ न म मर्या भए चाहिँ मलाई थाहा थिएन नि मलाई यो न जलेको पेन थाहा हुन्थ्यो न मलाई यो अपरेसनको पेन थाहा हुन्थ्यो उनीहरूले सोच्नुपर्ने हो नि त ल भर्खर 23 वर्षको भएको छ ल फेसै यस्तोसम्म टाइम उनीहरूले त आँखाले प्रत्यक्ष देखेको थियो नि त मलाई पो थाहा थिएन त म बन्द भएको छ भनेर हो कि ल भन्नु त उनीहरू त देखेको थियो नि त त्यही बेलामा नै सोच्नु पर्थ्यो नि त अनि बचाएर ल्याएर दिनको यस्तो मेन्टल टर्चर दिएर अब म केही गर्छु भन्दाखेरि पनि झन् मलाई डिमोटिभेट गरेर अब यो लेभलसम्म ललितपुरमै घर छ होइन ललितपुरमै अर्का घर भाडामा बसेर होइन यस्तो अरूको वचन सहेर बस्नु परेको छ क्या दाइ एउटा टाउको लुगाउने ठाउँ त बल्ल बल्ल पाएको दाइ मैले अब कमाएर खाने भाडो अब त्यो जब कहाँबाट दिन्छ इजिली दिँदैन नि छैन नेपालमा गर्छु भने पनि छैन क्या सर्ट पिरियडको टाइमको लागि कसैले आउँछ होला होइन यस्तो गरिदिन्छु तर लङ टर्मको लागि लाइक जुन गभर्मेन्टले सोच्नु पर्ने हो नि त यो कुराहरूमा त यो त गभर्मेन्टले सोच्नु किनभने हामीले सबै कुरा पब्लिकले नै गभर्मेन्टले भन्दा पब्लिकले हेल्प गरेर अहिले नेपालीहरू कतिजनाको ट्रिटमेन्ट भइरहेको छ हो कि ल भनौँ न त्यो छैन क्या हाम्रो अब जति नै सरकार बदले पनि पोलिटिक्सको कुरा नगर भने भन्नुहुन्छ नि त तर हाम्रो बन्डको कुरामा पनि छुट्याएको छ नि त एसिड भिक्टिमको लागि होइन स्टार्टिङदेखि इन्डिङसम्म एक पैसा लाग्दैन फ्री हो उनीहरूको ट्रिटमेन्ट उपचार गरेको अनि हाम्रो अब यो ग्यासले पोलेको स्टोभले पोलेको अब यो डढेलोमा परेर आग लागि भएको अब मट्टीतेलले गर्दाखेरि करेन्ट लागेर हुन्छ नि त्यस्तोहरू भएकोले चाहिँ छैन क्या
जम्मा 10% डिस्काउन्ट भन्छ तर लास्टमा डिस्चार्ज हुने बेलामा त्यो 10% पनि गर्दैन। त्यो पनि गर्दैन। त्यस्तो छ क्या हाम्रो कस्मेटिक सर्जरी ट्रिटमेन्ट त्यत्तिकै एक्सपेन्सिभ। यो महिनै पछि अरू चेकअपहरू नर्मल अब तपाईँको गर्नुपर्ने अपरेसन्सहरू त छँदैछ, त्यो बाहेक अरू चेकअपहरू गरिराख्नु पर्ने त्यस्तो केही फलोअपमा गइराख्नु पर्ने त्यस्तो केही हुन्छ? लेजर गरिराख्नुपर्छ महिनै पछि। त्यो चाहिँ कस्तो हुन्छ भने अघि नै मैले भनेको थिएँ नि तपाईँलाई यो स्कार हाम्रो यो पहिलाकै यो स्किनको यो लेभलमै ल्याउनुपर्छ क्या कि यो हल्का बल्की टाइपको छ नि त यस्तो बाक्लो अनि यो चाहिँ लेजर गरेर चाहिँ यो लेभलमा ल्याउनुपर्छ क्या। अनि यो लेभलमा ल्याइसकेपछि मात्र मेरो फेसको प्लास्टिक सर्जरी गर्नु मिल्छ क्या। त्यो लेजरहरू गऱ्यो भने चाहिँ स्कारहरू जस्ट 60-70% कम हुन्छ अरे क्या। अनि प्लास्टिक सर्जरी गर्नको लागि धेरै नै हेल्प हुँदो रहेछ क्या त्यसले। अब लेजर नगरिकन प्लास्टिक सर्जरी गऱ्यो भने चाहिँ त्यस्तो राम्रो रिजल्ट आउँदैन अरे क्या। अनि त्यो भएर लेजर गर्नैपर्छ। अनि अब एक सेसनकै 25,000 लेजरको। एक सेसनकै? मेरो मन्थली एक्सपेन्सेस मात्रै कति हुन्छ? कति हुन्छ? कोठा भाडा यताउता गर्दाखेरि नै पानी बत्ती यताउता गर्दाखेरि नै 8-9 हजार रुपियाँ जान्छ हो किन ल। लेजरको लागि 25,000 रुपियाँ जान्छ। अब त्यो अब रासनको यताउता हिँड्दा अब डेली खर्चहरू छुट्टै नै छ क्या। ल हेर्नु न मलाई त्यो कि जब गरे मलाई जहिले अरूको अगाडि आएर यसरी एपिल गर्नु नपरोस्, अरूलाई हेल्पको लागि एप्रोच गर्नु नपरोस् क्या। लङ टाइमको लागि एकदम सस्टेनेबल टाइपले लङ टाइमसम्म पुग्ने टाइपले मलाई एउटा प्लेटफर्म केही भेट्यो भने चाहिँ गर्ने सोच हो क्या। किनभने जहिले पनि अरूले हेल्प गरेर एक दिन गर्नुहुन्छ 2 दिन गर्नुहुन्छ मान्छेहरूको छ मन छ होइन, सहयोग गर्ने मन त छ नि, तर एक दिन गर्छ 2 दिन सधैँ गर्छ भन्ने त हुँदैन नि। उनीहरूले गरोस् पनि कतिजनालाई हो किन ल भनौँ न, साध्य पनि हुँदैन नि त। जहिले अरूको आश पनि गर्नु हुँदैन क्या। मलाई एउटा लङ टर्म सस्टेनको लागि चाहिँ एउटा आफ्नो एउटा डेली इन्कम केही आफ्नै सिपले चाहिँ होइन आफ्नो मिहिनेतले चाहिँ मैले चाहे 5,000 किन नकमाओस् त्यो मेरो आफ्नो दुःखले कमाएको हो नि त होइन। 5,000 रुपियाँ पनि त्यो मैले 5 लाखको सरह हुन्छ नि त मलाई हो किन ल भनौँ त। त्यो चाहिएको हो क्या मलाई। यो सर्ट टर्मको लागि यो यताउता के पनि होइन क्या। मलाई लङ टर्मको लागि डेली इन्कम होस्। मलाई जस्ट कसैको अगाडि झुकेर कसैको अगाडि हात फैलाउन नपरोस् क्या। तर मैले आजको दिनसम्म मैले खाना पाइनँ मेरो कोठामा भात पाकेन भनेर चाहिँ मैले माग्न चाहिँ कसैसँग पनि गएको छैन क्या। खान नपाएको दिन पनि आएको छ नि दाइ, खाना नै खान नपाएको दिन पनि आएको छ क्या नभएर। त्यो दिन पनि भइसक्यो क्या। यो बन्द भइसकेपछि औषधि खानु पर्थ्यो होइन, त्यो पनि खाना खान नपाएको दिन पनि छ क्या। त्यस्तो बेलामा चाहिँ आफूले केही गर्न पाए आफ्नो केही इन्कमको सोर्सहरू भइदिएदेखि अझ सहज हुन्थ्यो भन्ने तपाईँलाई छ होइन। अब यसमा चाहिँ के छ होला, सरकारको नीतिहरू पनि केही छ होला जस्तो लाग्छ। अब हजुरले बढी हेर्नु भएको छ होला। अब जस्ट लाइक नर्मल पिपुलहरूलाई क्याटेगोरी छुट्याइदिएको अनुसार लाइक छ नि छुट्टै छुट्टै होइन। जस्तो लाइक अब आइटी सेक्सनमा हुन्छ कि अब सबैजना बर्न भिक्टिमहरू जन्मजातै बर्न भएको त हुँदैन नि त। कोही त कोही अब जस्ट लाइक आइटी साइटी पढेर अब त्यो भवितव्यले हुने त हो नि होइन। कोही स्किल भएकै मान्छेहरू बर्न भएको हुनसक्छ, क्वालिफिकेसन जस्तै म जस्तो क्वालिफिकेसन भएको मान्छेहरू बर्न भएको हुनसक्छ। उनीहरूले जस्ट डिसेबल पर्सनको लागि पनि कोटा मान्छेले एप्लाई गरोस् नगरोस् त्यो उनीहरूको कुरा हो, तर सरकारको तर्फबाट चाहिँ डिसेबल पर्सनको लागि पनि क्याटेगोरी चाहिँ छुट्याइदिनु पर्ने हो क्या। ओके, भन्नु कुरा चाहिँ त्यो हो क्या मेरो। अब अहिलेसम्म चाहिँ तपाईँ कसरी सर्भाइभ गरिरहनु भएको छ? जस्तो अस्ति तपाईँलाई एउटा आफ्नो भाडा तिर्न पनि समस्या परिरहेको थियो, त्यस कारणले गर्दाखेरि पनि हामीले सहयोगको अपिल गरेका थियौँ र तपाईँको हेल्थ ट्रिटमेन्ट सहित भनेर त्यो त अब कति धेरै गर्न बाँकी छ। अब त्यसमा धेरै खर्च आउँछ होला, कति जति आउँछ त्यो पनि सोध्छु म। अहिलेसम्मको सर्भाइभ चाहिँ के हो तपाईँको? जस्तो यसरी नै कसैले सहयोग गरेर सहयोगहरू उठाएर नै तपाईँले सर्भाइभ गरिरहनु भएको हो कि त्यसरी नै हो? जब छैन, जबै पाउँदैन, कति ठाउँमा सोध्नु जाने भन्नु न, वाक्क लगाइसक्यो कि। अनि त्यो ट्रिगर हाने गर्छ। अहिले कहाँ बस्नुहुन्छ तपाईँ? अहिले इमाडोलमा बस्नुहुन्छ। तर पनि जब पायो भनेदेखि चाहिँ गर्ने भन्ने नै छ।
ओके र अब जबको व्यवस्था अथवा आफ्नै बिजनेसहरू केही स्टार्ट गर्न पऱ्यो भने पनि अब एउटा एक लेभलको अमाउन्ट त चाहिन्छ त्यसमाथि पनि तपाईँका सर्जरीदेखि लिएर एकदम ठुलो खर्च छ सो यो हातको सर्जरीहरू गर्नलाई हातको मात्रै गर्नको लागि अस्ति हामीले डक्टरसँग कन्सल्ट गर्दाखेरि अराउन्ड 6 to 7 लाख लाग्छ भनेको थियो होइन अपरेसन चार्ज यो हात सिधा पार्नलाई हात यो सिधा यो पुरा स्टिल राख्छ नि त यहाँ जस्तो लाइक अब हाम्रो यो अम्ला यो यसरी 3टा बेन्ड हुन्छ होइन अनि मेरो त्यो बेन्ड छैन नि त यो छैन यो सबै यसरी कन्ट्याक्टर भएन अब यो यसरी होइन यो रिलिज गर्छ है यहाँ यसरी कटिङ गर्छ होइन यो कटिङ गर्न बित्तिकै त अब यो मासु तन्केर यस्तो भयो नि त अनि सर्लको हड्डी त सिधा हुन्छ हड्डी त कन्ट्याक्टर भए हुँदैन नि त हो अनि यहाँ रिलिज गरिदिइसकेपछि चाहिँ अनि यहाँ अनि एउटा स्टिल 2टा स्टिल 3टा स्टिल हुन्छ क्या सानो सानो नट हुन्छ एउटामा 3टा स्टिल राख्छ कि अनि जस्ट स्ट्रेट मात्र होइन कि यसरी बेन्ड ग्रिप पनि हुने गरेर स्ट्रेट पनि हुने गरेर स्ट्रेट राख्नुहुन्छ क्या नट पनि सानो सानो राखेर चलाउन मिल्ने गरेर यदि कम्प्युटरहरू नै चलाउन पर्ने अपरेसन गरेर रिकभरी हुन नै 6 महिना लाग्छ अरे फेरि 6 महिनासम्म केही पनि चलाउनु भएन 6 महिनासम्म केही पनि चलाउनु भएन र अहिलेको लागि सबैभन्दा इम्पोर्टेन्ट चिज भनेको हातको सर्जरी हो त्यसको लागि 6 देखि 7 लाख रुपियाँ लाग्छ र त्यो बाँकी 6 महिना फेरि सर्भाइभ गर्नु पर्यो त्यसको लागि 6 महिना त त्यो हुन्छ नि मोबाइलहरू यताउता त्यो के पनि नै चलाउनै पाउँदैन क्या मिल्दैन तपाईँलाई अहिले पूर्ण असिस्ट गर्नुपर्छ एकजनाले जुन चाहिँ तपाईँको बहिनी साथी पनि हुनुहुन्छ उहाँले सपोर्ट उहाँले भाइ पनि आउँछु भनेछ ए हो अनि भाइलाई अब जस्तो यहाँ आज तपाईँले भाइको बारेमा नि भनिसक्नु भयो भाइलाई घरमा गाह्रो पर्छ होला नि त फेरि यस्तो हो अब ड्याडीलाई त थाहा भइसक्यो होला मसँग बोल्यो किनभने अभियसली किनभने मैले भाइलाई भन्थेँ नि त यो त ड्याडीले अझ पनि यसरी मेसेज गर्नुहुन्छ भनेर भनेको थिएँ नि त अनि त्यो कुरा भनेपछि ड्याडीलाई पनि त म भाइसँग भेटेको थाहा हुन्छ किनभने मेरो प्रोफाइलहरू भिजिट गरेर आउँछ ड्याडी मम्मीलाई नै थाहा चाहिँ भइसक्यो तर उनीहरूले डाइरेक्ट भन्न सकेको छैन क्या भाइलाई भाइ फ्रेङ्कली छ डाइरेक्टली भनिदिन्छ क्या त ज्योतिसँग बोलेको छ हो भनेर सोध्नु खोजेको थियो अरे क्या अस्ति नै घुमाएर सोध्ने भए सिधा सोध्नु ऊ त्यो घुमै फिराइकन मलाई नसोध्नु भनेर भने अरे क्या भाइले सोध्यो भने त हो भनिदिन्छु भनेर भन्दै थियो किनकि उसलाई मैले भनेर मात्र होइन कि विथ प्रुफ मैले देखाइदिएँ नि त उसको आमा बाउको कर्तुत त त्यसपछि बिलिभ गऱ्यो नि त विदाउट एभिडेन्स मान्छेले जे बोल्दिन नि पायो क्या होइन त अनि मैले विथ एभिडेन्स ल यसरी देखाएको भनेपछि अनि पत्याएको क्या तर छिटै बुझेर 7 दिन आयो होइन जस्तैले साथ छोडेर गयो भने चाहिँ नमिठो टोक्रिन्छ अब योचोटि चाहिँ किनभने आफ्नो रगतको नाता भनेको मान्छे त्यो आएको छ नि त अब 4-5 महिना भइसक्यो हामी एकदम क्लोज भइसक्यो क्या फेरि पहिलाको जस्तै अनि फेरि बिचमा फेरि अब त्यसले साथ छोडेर गयो भने त नमिठो टोक्रिन्छ नि त जुन विश्वास फेरि पलाएको त्यो आफ्नो मान्छे कोही आयो भनेर त्यो विश्वास फेरि गर्नु धेरै गाह्रो हुन्छ नि त त्यो बेलामा टुक्रियो भने क्या त्यही डर लाग्छ क्या मान्छेहरू आउँछन् जान्छन् चलिरहेको छ कसैलाई जबरजस्ती आफ्नो जिन्दगीमा राख्नै मन लाग्दैन क्या उसको खुसी हो नि होइन म पनि अरूको जिन्दगीमा मलाई पनि नराखोस् म पनि अरूको अन्डर अवस्था पनि बस्दिनँ अरूलाई राख्दा पनि राख्दिनँ क्या आफ्नो लाइफ आफ्नो फ्रिडमले जिउनु नराम्रो काम गरेर हिँड्न भएन अरूलाई नराम्रो गरिदिनु भएन आफ्नो लाइफ फ्रिली मजाले जिउन पाउँछ क्या तपाईँसँग यति धेरै साहस छ यति धेरै कन्फिडेन्ट छ अझै पनि चाहिँ नि म काम गर्न पाएदेखि जब गर्न पाएदेखि म गरेर खान्थेँ भन्ने त्यो साहस छ नि त होइन तपाईँ आफैमा स्ट्रङ मान्छे हो सो अब कोही पनि कसैलाई पनि नर्मल्ली पनि हामी मानवले कसैलाई पनि कसैको लागि पनि आफू बोझ बनिदिनु हुँदैन भनेर भनिन्छ सो तपाईँलाई जसले माया गर्छन् आउँछन् तपाईँको हात समाउँछन् छँदैछन् छैनन् भने पनि तपाईँ एक्लै हिँड्न सक्ने मान्छे हो यति लामो टाइमसम्म त सर्भाइभ गरिसक्नु भइसकिसक्यो र यो सर्भाइभलको यात्रामा तपाईँ हिँड्न सक्नुहुन्छ जस्तो लाग्छ र आफ्टर दिस पब्लिकबाट पनि एकदमै धेरै मायाहरू पाउनुहुन्छ होला जस्तो लाग्छ मलाई चाहिँ जस आफ्टर बर्न पछि चाहिँ हुन त लाइफ मैले त के हो भनेर मैले पहिले बुझिसकेँ किनभने लाइफ म पहिलादेखि एकदम प्र्याक्टिकल सोच्ने मान्छे हो क्या दाइ इमेजिनेसनमा लाइफ सोचेर कामै छैन क्या रियालिटीमा अर्कै आउँछ इमेजिन गरेर के गर्ने हो र होइन जे हुन्छ प्र्याक्टिकल सोच्ने मान्छे हो क्या
मेरो पेटमा पाप पनि छैन, कसैको बारेमा म नराम्रो भन्दा पनि भन्दिनँ, कसैलाई म नराम्रो गरिदिँदा पनि गर्दिनँ होइन। इफ कसैले फेरि मलाई नराम्रो गर्न आउँछ भने म त फेरि त्यसलाई बाँकी पनि छोड्दिनँ क्या। फेरि मेरो गल्ती छैन भने मलाई किन होच्याउनु आउनु। मैले गल्ती नै गरेको छैन भने त्यो कुरामा उसले आएर मलाई आरोप लाउँछ भने अभियसली मैले डिफेन्स त गर्छु नि होइन र। त्यो जस बोल्न अब आफ्नो कसैलाई नराम्रो नभनोस्, अब अरूको अगाडि गएर आफ्नो आवाजलाई आफ्नो लागि आवाज उठाउनु पऱ्यो भने अब आफ्नो बहिनीहरूलाई आफ्नो भाइहरूलाई अब तिनीहरूलाई यो गरेर आवाज उठाउनु पऱ्यो भने चाहिँ बोलिदिन्छु। बोल्न चाहिँ डर लाग्दैन, गल्ती चाहिँ गर्दिनँ, बोल्न चाहिँ डर लाग्दैन मलाई। सो तपाईँले गर्न सक्नुहुन्छ, तपाईँ उदाहरणीय व्यक्ति हुन सक्नुहुन्छ नि त। हरेक व्यक्तिमा त्यो दिएर पठाएको छ। अब तर अब किन तपाईँ माथि नै यति धेरै वज्रपातहरू भयो थाहा छैन। त्यो त्यही कर्ममा के अझ के लेखेको छ जस्तो लाग्छ कि मलाई। अझ भोग्नु त पर्छ, छन्जे छ, आउँछ बिस्तारै, त्यो पनि मलाई थाहा छ। फेरि मलाई कस्तो हुन्छ नि त्यो गट फिलिङ आउँछ नि, केही न केही एउटा अनौठो कुरा त हुन्छै हुन्छ क्या दाइ। फेरि त्यो गट फिलिङ आयो भने ठ्याक्कै त्यो भइरहेको हुन्छ क्या। अब त्यसलाई नलिने पोजिटिभली लिने। मेरो जिन्दगी अब राम्रो हुन्छ, मेरो सुन्दर हुन्छ, मैले कमसेकम खानको लागि, भाडा तिर्नको लागि र मेरो उपचारका लागि मैले धेरै तडपिनु पर्दैन भन्ने सोच्ने, आफ्नो बाटोलाई आफ्नो लाइफलाई क्लियर बनाएर म सक्छु भन्ने जुन साहस छ नि तपाईँको, त्यसलाई चाहिँ अँगालिराख्नु भएर हरेस खानु भएन भनेदेखि तपाईँ एउटा आइकन बन्न सक्नुहुन्छ नि। बाहिरी स्वरूपमा त के नै राखेको छ र, भित्र हो नि त मन हो, मान्छेको कन्फिडेन्ट हो, मान्छेको दिमाग हो। बाहिरबाट राम्रो भएर भएन क्या, मन सफा हुनुपर्छ क्या मान्छेको भनेको। भित्रको सुन्दरताले फरक पार्छ, प्योर सोल हुनुपर्छ क्या। किनभने मान्छेको त्यो हेल्प गर्ने मान्छेहरू भनेको उनीहरूमा मानवता छ क्या। उनीहरूले लाइफ बुझेको छ, ल बचाउनु पर्छ है भन्ने मान्छेले हेल्प गर्ने हो नि त। एकदम उहाँहरू पनि महान हो क्या। आफ्नो आफन्त, आफ्नो रगतको नाता, आफ्नो साथीभाइ सँगै हुर्केको बढेकोहरूले साथ नदिएको बेला कहाँको स्ट्रेन्जरहरूले हेल्प गरेर यसरी यो लेभलसम्म मलाई सपोर्ट गरेर यहाँ यसरी म पोडकास्ट दिन आउँछु भन्ने त मैले सोचेको पनि थिएन नि त दाइ। बाहिरको मान्छेले नै सपोर्ट गरेर त आएको हुने हो कि ल भन्नु त। आफ्नो फ्यामिलीले त मलाई त एक पाइलामा पनि सपोर्ट गरेको छैन क्या, उल्टो तानिदिएको क्या खुट्टा। बरु म गर्छु भन्दा उल्टो खुट्टा तानिदिएको छ क्या बरु। तपाईँलाई त किन जन्मिएछु त्यो परिवारमा म भन्ने लाग्छ होला है? कहिलेकाहीँ त लाग्छ नि, एकदमै लाग्छ कहिलेकाहीँ त। यो सबै भएको रिजन ममले गर्दा हो, त्यसपछि ड्याडी हो होइन। अब त्यसलाई भुल्न त पोसिबल हुँदैन होला है? त्यो त कस्तो हुन्छ भने मेबी बर्नपछि फेरि त्यही ट्रमा रिपिट नभएको भए त्यहाँ मैले बिर्सिन्थेँ। किनभने यो बर्न के मात्रै हुन्थ्यो नि त। मलाई बर्नपछि पनि फेरि त्यो ट्रमा नि भयो नि त, मलाई डबल ट्रमा भयो क्या। अनि झन् अहिले के भयो भने त्यो पास्टको कुराले नि ट्रिगर हान्छ, बर्नको कुराले नि ट्रिगर हान्छ, जब नपाएको कुराले ट्रिगर हान्छ होइन। मान्छेहरूले त्यो अब छुट्याउँछ नि होइन, त्यो हेर्ने त्यो नजर हुन्छ नि, आई कन्ट्याक्टहरू, त्यो सबैले धेरैले इफेक्ट गर्छ नि दाइ। हिँड्छु भन्दैन कन्फिडेन्टली, ल म हिँड्छु है भन्दाखेरि पनि छैन क्या बाटो हिँड्नु, त्यस्तो छुट्याउँछ क्या हेरिदिन्छ, नमिठो हेर्छ क्या दाइ। मलाई चित्त बुझेन भने चाहिँ, मलाई अनकम्फर्टेबल भयो भने चाहिँ म सिधै भनिदिन्छु, के हेर्नु भयो भनिदिन्छु। भन्न पायो नि, मलाई अनकम्फर्टेबल हुनु गएर हेर्न पाइएन नि होइन। हेरे गरिदिनु भने एक और आँखै नजिमाइकन हेरिदिन्छन् क्या कोही त। कस्तो त्यो आई कन्ट्याक्ट त मैले बुझ्छु नि, किनभने त्यो अब कसले कसरी हेर्छ भन्ने कुरा त मलाई त थाहा नि त। लाइफ धेरै संसारीमा विचित्र भन्ने जस्तै हो कि। हुन त मैले यो प्रश्न गर्न हुँदैन होला जस्तो लाग्छ, किनकि तपाईँलाई धेरै कुराले ट्रिगर गरिरहेछ र फेरि अर्को एउटा ट्रिगर थप्न त मन होइन, तर पनि सोध्न मन लाग्यो। तपाईँलाई चाहिँ कहिलेकाहीँ चाहिँ ऐना हेर्दाखेरि म पहिलाकै जस्तै हुन पाए हुन्थ्यो भने जस्तो लाग्छ? बप्पाले लाग्छ त्यही ऐना। कहिले ऐना नल्याउने, बल्ल मैले मेरो रुममा मैले ऐनै राख्दैन थिएँ क्या। अनि मेरो भाइ रुममा आएको बेलामा ऐना हेर्न खोज्थेँ क्या।
ए साँच्चै तैँले त अहिले राख्दैन नि है भन्छ क्या त्यसले बेला बेलामा सम्झिन्छ तपाईँलाई ऐनासँगै डर लाग्थ्यो ल यो क्याबिनमा गएँ नि म त्यो सिफ्ट भएको थियो नि हस्पिटलमा क्याबिनमा पनि नि त्यो अनि ठ्याक्कै त्यो ड्रेसिङ गर्नुभन्दा अगाडि चाहिँ अब त्यो होल अघिल्लो दिन एक दिन अगाडि त्यो ड्रेसिङ गरेको त्यो गजब्याटहरू त अब सबै निकालेर अनि मन तातो पानीमा एकचोटि नुहाएर अनि मात्रै ड्रेसिङ गर्नु पर्थ्यो क्या अनि त्यसो गर्नु पर्थ्यो अनि त्यो एक दिन चाहिँ कस्तो भएको थियो भने अब त्यो वासरुममा सिसा रहेछ होइन अब ड्याडी तल फार्मेसीमा डिपोजिट गर्नु जानुभएको थियो मलाई सटोलेट आएर उल्का भइसक्यो कतिखेर आउने अब कुर्नु त कुरे अब कुर्नु नसक्ने भयो क्या त्यो दिनसम्म जस 28-29 दिन होला होइन मैले बेडबाट खुट्टा भैमा टेकेकै थिएन क्या अनि त्यो दिन चाहिँ म टेकेर गएको हो वासरुमको ढोका खोलेको वासरुमको ढोका खोल्ने बित्तिकै फेस दिएर म फेन्ट भएँ आफ्नै फेस देखेर फर्स्ट टाइम हस्पिटलमा अनि त्यसपछि त म ऐनै हेर्दिनँ भन्ने हो क्या जब पहिलोचोटि तपाईँले आफ्नो अनुहार ऐनामा देख्नुभयो आफ्टर बर्न त्यसपछि आफै बेहोस हुनु त्यसपछि अनि घरमा चाहिँ कहिले काहीँ हेर्थेँ अनि मेरो रुममा त ऐना नै थिएन अनि अस्ति नि यसले के लिए भनेर लिएर आयो होइन त्यो नहेर भन्ने हो क्या त्यो ऐना हिजो फुटिदिरहेको क्या फेरि मलाई राख्नै मन थिएन क्या त्यो ऐना होइन यिनीहरू हेरे गर्ने भनेर लिएर आएको थिएँ कि ठ्याक्कै हिजो फुटिदियो क्या त्यो नराख भन्ने हो अब म राख्दिनँ म राख्दिनँ क्या ऐना हातमा त अब न मलाई मेकअप गर्नु छ न चट्टी चटाक्क परेर हिँड्नु छ होइन जस्तो छ म त्यस्तै सिम्पल हिँडिदिने हो होइन अब त्यो झल्याक माले गरेर कसलाई देखाउनु छ र होइन आफू जस्तो हो त्यस्तै रियल भएर हिँड्ने हो नि अरूलाई देखाउनलाई अरूले राम्रो सोच्दैछ ए यसरी हिँड्नेछ है याद गरोस् न अरूले यसो कोही त हुन्छ नि पोइन्ट अफ अट्र्याक्सन खोज्ने त्यो अट्र्याक्सन पाउनको लागि हो त्यस्तो टाइपको चाहिँ छैन क्या म एकदम फ्रेन्डली छु क्या बाहिर जस दाइहरू कोही भेट्नु भयो भने मजाले बोल्नुहुन्छ क्या जसले मलाई राम्रोसँग चिन्छ उहाँहरूलाई थाहा छ कि म कस्तो मान्छे कि एकदम फ्रेन्डली छु क्या मन्दिर जानुहुन्छ तपाईँ के माग्नुहुन्छ म मागेर के चाहिँ के माग्ने हो र अब त म त के पनि माग्दिनँ जे छैन मलाई यो जुन यो पर्यो नि यो इन्सिडेन्ट बुवामा चाहिँ चाहिँदैन अब बल्ल बल्ल भाइ आएको छ होइन जस्ट हुन त यिनीहरू कोही पनि नभए पनि म एक्लै भए पनि मैले आँटेर गर्थेँ कोही पनि नभए पनि म आँट्न चाहिँ आँट्थेँ मैले त्यो बियुएसमा संस्थामा लागेर यताउता होइन जस अब जे पनि त्यो साइड क्यारेक्टर जस्तो आएको छ नि त राइट ह्यान्ड लेफ्ट ह्यान्ड भने जस्तो दुईजना अब जस यिनीहरू सुन्न पनि पऱ्यो यिनीहरूलाई होइन अब उसको पनि अब लाइफ बाँकी नै छ भाइको नि अब 12 मात्र पास गर्यो म पनि स्ट्रगल गरिरहेको छु होइन 35 वर्षसम्म टार्गेट राखेको छु क्या त्यो बेलासम्म स्ट्रगल गर्छु कि मलाई पुर्खौली सम्पत्तिको पनि आश छैन मलाई बुवाआमाको पैसाको पनि आश छैन मेरो भाइले कमाएर मलाई हेर्ला भन्ने पनि आश छैन होइन त्यो पनि ठाउँमा पुगोस् 35 वर्षसम्म चाहिँ म आफै स्ट्रगल गरेर चाहिँ म कुन लेभलसम्म पुग्छु भन्ने चाहिँ टार्गेट राखेको छ क्या मन्दिर गरेर त्यही नै हो मागे त्यही हिम्मत देऊ भन्नु हिम्मत चाहिँ देऊ त्यो हुन्छ त्यो अनावश्यक त्यो नेगेटिभ थट्सहरू मेरो माइन्डमा के पनि नलिदेऊ पोजिटिभ इनर्जी त्यो दिएर चाहिँ मलाई हिम्मत चाहिँ देऊ होइन अगाडि बढ्नु छ त्यही हो माग्ने अबको अब एकचोटि त मरेर बाँचेर आएँ अब फेरि अब फेरि मर त मरिन्छ नि अबको मरण चाहिँ सजिलो होस् क्या यस्तो तडपिन चाहिँ नपरोस् पुतुक्कै जाओस् त्यही भन्छु अबको मरण पनि यस्तो गाह्रो गरेर चाहिँ नदेऊ है भन्छु भगवान्लाई किनभने एकचोटि म मरेर बाँचेर आइसकेँ यत्रो तडपेर आइसकेँ नि त अबको मरण चाहिँ मलाई तडपिनु छैन कि इजिली भुतुक्कै मऱ्यो भने चाहिँ आनन्द होस् जस्तो लाग्छ सपना के छ अब त्यही जलाउनुकै मान्छेहरूको लागि केही गरौँ मैले भोगेको जस्तो अरूले भोग्नु नपरोस् जस्तो लाग्छ एउटा केही यो जलाउनुको केही संस्था खोलेर यस्तै बन्नु अब कतिजना मान्छेहरू उपचार नपाएर मरिरहेको छन् होइन बाहिर आउनु डराइरहेको छन् अब हामीले त मान्छेहरूले कस्तो हुन्छ नि संस्था बनाएर हामी ठुल्ठुलो मान्छेहरूले मात्रै प्रोग्राम चलाएर हुँदैन क्या यस्तो कुरा भनेको हामीले स्कुलमा गएर बच्चाहरूलाई बच्चाहरू स्कुलमा पनि यो यस्तो प्रोग्रामहरू चाहिँ गर्नुपर्ने हो क्या किनभने बच्चाहरू हो नि त हामीसँग डराउने हाम्रो फेस देखेर बच्चाहरू डराएर हो नि त हामी किन कसरी यस्तो भएको हामी भनेर चाहिँ उनीहरूलाई बुझाउनु जरुरी छ क्या किनभने उनीहरूले त हाम्रो फेस देखेर त उनीहरू भाग्छ नि त टाढा तर उनीहरू किन यस्तो भएको भनेर भन्दाखेरि उनीहरूलाई त थाहा छैन ए यस्तो भएर चाहिँ यस्तो भएको रहेछ है भनेर उनीहरूलाई पनि नलेज होस् र उनीहरूले पनि पछि गएर हामी जस्तो डिसेबल पर्सनहरूलाई अर्कै नजरले नेगेटिभ नजरले नहेरोस् नभागोस् क्या झन् बरु मोटिभेट गर्नलाई आओस् क्या बरु उनीहरू अब ठुलो भइसकेपछि होइन
एउटाले त मोटिभ त राख्छ नि त्यो कुरा बुझेर जस्ट लाइक हामीले स्कुल लाइफमै गएर यो प्रोग्रामहरू जस्ट लाइक यो अवेरनेस प्रोग्रामहरू भनौँ न उहाँ चाहिँ यस्तो यस्तो गरेर बन्द भएर यस्तो यस्तो भएको जन्मजात यस्तो भएको होइन भनेर जस्ट लाइक त्यो अवेरनेस प्रोग्रामहरू हामीले त्यो बच्चाहरूलाई सिकायो भने उनीहरूले घरमा गएर भन्छ ओके होइन उनीहरूले पनि थाहा हुन्छ नि त यस्तो भएर चाहिँ यस्तो हुने रहेछ है भनेर उनीहरूलाई मान्छे नै प्रेजेन्टेसन गरिदिइसकेपछि त उनीहरूले बुझ्छ नि त अनि बिस्तारै स्कुल कलेज अनि समाज संस्था यसरी गर्दा 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 अनि बिस्तारै चेन्ज गर्ने हो क्या हामीले अब एकैचोटि त्यो माथि गएर चेन्ज गर्न पनि त सकिँदैन नि त सबै कुरा बेसिकबाटै सुरु हुन्छ होइन मलाई चाहिँ जहाँसम्म लाग्छ पहिला भनेको चाहिँ स्कुलतिरहरू र बालबच्चाहरूलाई चाहिँ अवेर गराउनु जरुरी छ क्या किनभने उनीहरू नै डराइरहेको छ नि त उनीहरूले डर नमान्नु नि क्या जसलाई मैले आवाज उठाएर होइन 100जना मात्र मान्छे बाहिर निस्केर आएर बोल्यो भने त त्यो बच्चाहरूले अर्को 100जना एक्स्ट्रा हामी जस्तो जलेको मान्छे देख्छ नि त उनीहरूले बुझ्छ नि त उहाँहरू पनि यसरी नै जल्नु भएको हो भनेर त्यो 100जनाले पनि त बच्चाले त बुझ्छ नि त हो त्यसरी चाहिँ बनाउनु पर्यो क्या ओके तपाईँको सरकारसँग माग चाहिँ के छ अब के भन्नु एउटा काम गरेर खाने एउटा प्लेटफर्म बनाइदेऊ होइन डिसेबल पर्सनहरूको लागि पनि त कोटा त छुटाउनु मिल्छ नि त अब त्यो पनि गर्न सक्दैनौँ भने अब यस्तो अब अवेरनेस प्रोग्रामहरू गराएर अब कुनै बर्न भिक्टिमहरूसँग स्किल क्वालिफिकेसन केही पनि हुँदैन होइन ट्रेनिङहरू अब जस्ट लाइक ब्युटिसियनको ट्रेनिङ टेलरिङको अनेक हुन्छ नि अब कोही अब केटा मान्छेहरू पनि त बन्नु परेको हुनुहुन्छ क्या हाम्रो त्यही संस्थामा पनि हुनुहुन्छ 2-3जना उहाँहरूलाई जस्तै आइटीपट्टि यो ट्रेनिङहरू उनीहरूलाई उपलब्ध गराइदियो भने उनीहरूले 10-15 हजारको मात्र जागिर खायो भने पनि उनीहरू आफ्नो फ्यामिलीसँग डिपेन्ड हुनु परेन नि त हो कि नभनौँ न जस्ट लाइक म अहिले अरूको भरमा बाँचिरहेको छु नि त मैले 10,000को मात्र जागिर खाएँ भने पनि त म सर्भाइभ त गर्न सक्छु नि त आफ्नो कमाइले त्यो भनेको त आफ्नो कमाइ हो नि त त्यो हो क्या सरकारसँग माग चाहिँ त्यति हो एउटा जागिर गरेर खाने राम्रोसँग उपचारसँग नि कुरा चाहिँ धेरै नै छ नछुटाइदिनु क्या जलन एउटै हो उहाँ होला एसिडले पोलेको अब त्यो छुट्टै हुन्छ पोलाइ आगोले पोलेको छुट्टै हुन्छ करेन्ट लागेको छुट्टै हुन्छ होइन सबैको पोलाइ छुट्टै होला तर जलन त जलन नै हो नि त एसिडलाई जसरी त्यो ट्रिटमेन्टको सर्भिसहरू उहाँहरूले फेसिलिटीहरू अभाइलेबल गरिदिनु भएको छ अरू बर्न पेसेन्टहरूलाई पनि जस्तो लाइक यो भने त यो कर्नेसरेन्ट लागेको यिनीहरूलाई पनि त्यसरी नै फेसिलिटीहरू प्रोभाइड गरिदिनु पऱ्यो क्या गभर्मेन्टले छुट्याइदिन भएन क्या किनभने पीडा त सबैको एउटै हो नि त अब जसलाई त्यही किर्तिपुर हस्पिटलमै एसिड भिक्टिमको ट्रिटमेन्ट एउटा तरिकाले भइरहेको होला रे अनि अर्को ग्यास पड्केर ऊ भइरहेको मान्छेको अर्को वेले ट्रिटमेन्ट भइरहेको होला रे त्यसो त छुटाउनु भएन नि त होइन एउटै गरिदिनु पऱ्यो क्या ट्रिटमेन्टको कुरामा पनि अनि जब अपर्च्युनिटीहरू भनेको कोही मान्छेहरू स्किल भएको मान्छेहरू यस्तो भएको हुन्छ उहाँहरू गर्न चाहनेहरू हुन्छ उहाँहरूलाई प्लेटफर्म प्रोभाइड गरिदिनु पऱ्यो यो कोही नजानेको मान्छेहरू छ भने उहाँहरूलाई ट्रेनिङ गराएर होइन उनीहरूलाई जस्ट तालिम दिएर उनीहरूलाई त्यो अब हुन्छ नि पर्फेक्ट बनाएर अनि एउटा रोजगारी जेमा भए पनि लगाइदियो भने 5-10 हजार मात्र कमाइ भयो भने उसले आफ्नो मिहिनेतले त कमाएको हो नि त त्यो घरवालाले 10 हजार खर्च गरिदिनु र उसले आफ्नो पसिना उ गरेर 5 हजार कमाएको धेरै महत्त्व हुन्छ नि त अरूले दिएको र आफ्नो पसिना गरेर कमाएको मलाई त्यही त हुन्छ नि म पहिला आफै कमाएर खाइरहने मान्छे होइन अब अहिले मलाई अरूको पैसामा बाँच्नु मलाई रहर छैन नि त म आफै जब गर्छु भनेर मैले ट्राई गरेँ मैले नपाएको हो नि त अब अप्सनै नभएर मैले यो कुरामा सर्भाइभ गर्नु परिरहेछ क्या त्यस्तो भइरहेछ जिन्दगी अब आज ठ्याक्कै भनिदिनुहोस् तपाईँलाई चाहिँ अहिलेको समयमा सर्जरी गर्न र आफ्नो सर्भाइभका लागि ठ्याक्क कति पैसा चाहिएको छ अब सर्जरीको लागि मात्रै हातको लागि मात्रै त अब 7 लाख मात्र भनेको छ अनि त्यसपछि पनि अब म त्यो रिकभरी फेजमा त बस्नुपर्छ नि त त्यसको पनि अब एक्सपेन्सेसहरू निस्किँदाखेरि लाग्छ होला 8-9 लाख रुपियाँ नै लाग्छ होला लगभग अब लेजरहरू पनि गरिराख्नुपर्छ अरू पनि यताउता होइन त्यसको खर्चहरू पनि निस्किन्छ सबैजनाले हामीले राखिदिएको क्युआर कोडमा चाहिँ तपाईँहरूले रकम राखिदिन सक्नुहुनेछ यी सेवामा मात्र लिमिट लाग्न सक्छ
सो त्यतिन्जेलसम्म अब अरू अन्य केही व्यवस्थाहरू भयो भनेदेखि त्यो छँदै नै छ चाहिँ ब्याङ्क अकाउन्टमा चाहिँ बढी सजिलो हुन्छ होला तपाईँको ब्याङ्क अकाउन्टमा जसले जति सक्नुहुन्छ यति नै सहयोग गर्नुपर्छ धेरै सहयोग गरेको मात्र सहयोग थोरै सहयोग गरेको सहयोग होइन भन्ने हुन्न चाहे त्यो 50 रुपियाँ होस् चाहे त्यो 10 रुपियाँ होस् चाहे त्यो 100 रुपियाँ होस् जति रुपियाँ हुन्छ सक्नुहुनेले चाहिँ सकेको सहयोग गरिदिनु होला अब ज्योतिजीले त अब यसरी मलाई सहयोग गर यो गर त्यो गर भन्न पनि अप्ठ्यारो मान्नुहुन्छ सो मैले नै भने यो चाहिँ मैले भनेको चिजलाई चाहिँ ज्योतिजीले नै भनेको जसरी लिइदिनु होला सिधै उहाँकै अकाउन्टमा हाल्ने हो पैसा त्यति नै हो हस् थ्याङ्क यू सो मच ज्योतिजी हजुरलाई यो सर्जरी चाँडै गर्न पाइयोस् फन्डहरू जम्मा भइसकिसकेपछि र अगाडिको दिनको लागि शुभकामना यहाँलाई थ्याङ्क यू Stories with Susan.